यतिखेर हाम्रो मन है, हाम्रो मन यति साह्रो बेसी ठुलो हाइवे जस्तै, जसरी सिलगढी हामी यहाँबाट पुग्छौँ, थुप्रो प्रकारको विभिन्न जग्गाहरूबाट जोडिएको त्यो बाटोहरू भेट्छौँ, कुना काप्चेबाट विभिन्न ठाउँहरूबाट। अनि ठुलो एउटा हाइवे जस्तै हो, चारैपट्टिबाट गाडीहरू कुद्छ है, के कुद्छ, रिक्सा कुद्छ, साइकल कुद्छ, बाइक स्कुटर कुद्छ है, विभिन्न प्रकारको ठुलो सानो इत्यादि थुप्रो कुराहरू कुद्छ। अनि त्यहाँनिर यदि हामी जोगिनु सकेनौँ, होसियारी भएनौँ भनेदेखि लिएर हामी दुर्घटनामा पर्छौँ। अनि यस्तै प्रकारले हामीलाई पनि परमेश्वरले त्यो माइन्ड दिनुभएको छ, एउटा मन दिनुभएको छ। अनि यो मन पनि यस्तै नै हो, यो मनमा थुप्रो कुराहरू कुद्छ, थुप्रो कुराहरू चलिरहन्छ। अनि यो मनलाई हामीले होसियारी भएनौँ, यो मनलाई हामीले ध्यान दिएनौँ भनेदेखि लिएर अनि यो मनले नै हामीलाई बिगार्छ पनि। अनि म आजको दिन वचन सुरु गर्दै गर्दाखेरि एउटा वचन भनिकन उत्साह प्रोत्साहन गरिकन वचनलाई अगाडि बढाउन चाहन्छु। यिर्मया 29:11 लेखिएको छ, परमेश्वरको विचार, परमेश्वरले सोच्नु हुने कुरा तपाईँ र मेरो लागि आशाको कुरा सोच्नु भएको छ अनि असल भविष्य सोच्नु भएको छ। अनि तपाईँ र मेरो मनले अरू अन्य कुराहरू सोच्दै होला, यतिखेर तपाईँ र मेरो मनले भोलिको कुरा सोच्दै होला, तपाईँ र मेरो मनले हिजो मैले गरेको गल्तीको कुरा सोच्दै होला, तपाईँ र मेरो मनले मेरो जीवनमा यस्तो नमिलेको कुरालाई सोच्दै हुनुहुन्छ होला, सबै तपाईँले आफै सोच्दै हुनुहुन्छ होला, तपाईँले आफै गर्छु पनि भन्छु सोच्दै हुनुहुन्छ होला। तर तपाईँ र मैले हाम्रो विचारलाई, हाम्रो ध्यानलाई उहाँको ध्यानसित केन्द्रित गऱ्यौँ, उहाँसित हामीले जोड्यौँ भनेदेखि लिएर उहाँले तपाईँ र मेरो जीवनलाई यतिखेर त्यो उज्जवल भविष्यको साथमा उहाँले हामीलाई सोच्नुहुन्छ। आमेन, हालेलुया। कलासी 3:1 यशाया 26:3 अरू विभिन्न पदहरूमा लेखिएको छ, हाम्रो मनलाई यानि कि हाम्रो माइन्डलाई चाहिँ जहिले पनि हामीले परमेश्वरको वचनसित, उहाँको सोचसित चाहिँ हामीले एलाइन गर्नु चाहिँ अनिवार्य छ। तब मात्रै हामीले त्यो उहाँको शान्तिलाई, उहाँले दिनुहुने आशालाई, उहाँले दिनुहुने भविष्यलाई हामी पाउँछौँ। अनि आजको दिन यस ठाउँमा हामी है उपस्थिति हुँदै गर्दा बस्दै गर्दाखेरि केही समय म तपाईँको ध्यानलाई, तपाईँको सोचलाई परमेश्वरको वचनप्रति म लान चाहन्छु। जसरी तपाईँले आफ्नो मनलाई परमेश्वरको वचनमा, परमेश्वरको कुरामा ध्यान दिनुहुन्छ अनि साँच्चै नै उहाँको वचनले भने चाहिँ हाम्रो जीवनमा पनि उहाँले काम गर्न सक्नुहुन्छ। र विशेष गरिकन आजको वचनको शीर्षकलाई है यहाँ हामी स्क्रिनमा पनि हेर्न लागिरहेको छौँ। आजभन्दा केही हप्ता अगाडिदेखि नै हामीले सुन्दै आएको वचन छ। यो एउटा क्रमैसित यानि कि सिरिज बाई हामीले यसलाई हेरि पनि रहेको छौँ। र आजको दिन विशेष गरिकन यो विषयमा म तपाईँहरूसित बाँड्न गइरहेको छु, चर्चा गर्न गइरहेको छु। बाइबलले किन यो कुरालाई जोड दिएको छ अनि किन हाम्रो जीवनमा हुनुपर्ने कुराहरू महत्त्वपूर्ण छ, म तपाईँलाई मद्दत गर्न चाहन्छु। अनि हप्ताभरि है प्रार्थना गरिरहँदै गर्दा, प्रभुको वचनमा जाँदै गर्दाखेरि विशेष गरिकन इफिसियनको किताबबाट एउटै कुरालाई प्रभुले त्यहाँनिर भन्नुभएको कुरा छ है। त्यो चाहिँ के भन्दै गर्दाखेरि आफ्नो मण्डलीलाई, प्रभुको विश्वासीलाई चाहिँ इक्विप गर्नुपर्ने कुरा, सुसज्जित पार्नुपर्ने कुरा, प्रभुमा दरिलो बनाउनु पर्ने कुरा, परमेश्वरको कुरामा, येशू ख्रीष्टको शिक्षामा, प्रेरितहरूको शिक्षामा परमेश्वरप्रति निर्माण गर्नुपर्ने, बोल्ने बनाउनु पर्ने कुरालाई त्यहाँनिर प्रकट गरिएको छ। अनि आज मेरो प्रार्थना, मेरो कोसिस यो छ कि प्रभुको वचनले आज तपाईँ र हाम्रो आत्मिक जीवनलाई, हाम्रो आत्मिक जगलाई, हाम्रो आत्मिक घरलाई निर्माण गर्नको लागि परमेश्वरले आजको दिन हामी हरेकलाई सहायता पनि गर्नुहुन्छ। हाम्रो प्राणको गोठालो प्रभु येशू ख्रीष्ट हुनुहुन्छ। अनि हाम्रो भित्र हुँदै गरेको प्राणको सबै नमिलेको, मिलेको सबै खाँचो चाहिँ प्रभुले मात्रै पुरा गर्न सक्नुहुन्छ। दाउदले यसरी भन्छ, उहाँले मेरो प्राणलाई पूर्ण जीवित पार्नुहुन्छ। यानि कि मेरो प्राणमा, मेरो भावनाको क्षेत्रमा, मेरो कल्पनाको क्षेत्रमा, मेरो मनको क्षेत्रमा
प्रभुले मात्रै निको पार्न सक्नुहुन्छ। अनि आज हामी यहाँनिर विभिन्न हाम्रो प्राणको इलाकामा, हाम्रो मनको क्षेत्रमा, भावनाको क्षेत्रमा विभिन्न प्रकारको कुरा लिएर हामी आएको छौँ। अघि हामीले सुन्दै थियौँ, हामी कोही पनि सिद्ध छैनौँ अनि सिद्ध हुने पनि छैन, किनकि यो संसार यस्तै छ। तर एउटा यस्तो संसारलाई परमेश्वरले बनाउनु हुनेछ जुन संसार चाहिँ सिद्ध छ। अहिलेको संसार चाहिँ फलन यानि कि पतन भएको संसार हो, अनि यहाँनिर चाहिँ सिद्ध केही पनि छैन। उत्पत्तिमा जब पनि मानिसले परमेश्वरको दृष्टिमा पाप गरे, त्यो संसारमा जुन संसार सिद्ध संसार थियो, अनि त्यो संसार चाहिँ अब पतन भए। मानिस मात्रै परमेश्वरदेखि टाढो भएन, तर संसार पनि परमेश्वरदेखि टाढो भएको छ। यसै कारण उहाँले आफ्नो पुत्रलाई फेरि पनि संसारमा पठाउनु भयो, त्यो संसारलाई बनाउन अनि संसारभित्र रहेको त्यो मानिसहरूलाई बनाउनु पनि। अनि यसले गर्दाखेरि अहिलेको संसारमा हामीले सिद्धता हेर्न सक्दैनौँ, सिद्धता पाउँदैनौँ पनि। अनि एउटा कुरा चाहिँ हामीले हेर्न सक्छौँ, पर्फेक्ट र अर्को चाहिँ प्रोग्रेस। We cannot expect perfect in this world, but we can be progress. हामी चाहिँ पर्फेक्टलाई पाउन सक्दैनौँ, तर दिनौँ हाम्रो आत्मिक जीवनलाई, परमेश्वर प्रतिको सम्बन्धलाई प्रोग्रेस चाहिँ गर्न सक्छौँ। आमेन, हालेलुया, प्रेज द लर्ड। अनि आजको यो वचनले हामीलाई यही कुरा सिकाउन लागेको छ। यो वचनले तपाईँले मेरो जीवनको त्यो जगहरूलाई निर्माण गर्न खोजिरहेको छ। अनि बिस्तारै बुदामा हामी वचनभित्र पस्दै जान्छौँ। कसै सम्बन्धको क्षेत्रमा नमिलिरहेको होला, कसैको परिवारको क्षेत्रमा, कसैको काम कुरोको क्षेत्रमा, थुप्रो कसैको विभिन्न स्थिति छ, परिस्थिति छ। सबैको आफ्नै आफ्नै जीवनको यात्रा छ। यसुलाई विश्वास गरे पश्चातमा हाम्रो विश्वासको यात्रा सुरु भएको छ। अनि त्यो यात्रा चाहिँ त्यतिखेरसम्म हो जब प्रभु येशू ख्रीष्ट फेरि पनि संसारमा दोस्रो चोटि आउनुहुन्न, तबसम्म हाम्रो विश्वासको यात्रा छ। होला हामी संसारमा रहँदै गर्दा उमेर अनुसार यो संसारलाई छोडेर जानु परे तापनि हामी परमेश्वरकोमा जान्छौँ। तर यहाँ रहँदै गर्दाखेरि जीवनको परिस्थितिलाई सामना गर्न, जीवनको सङ्घर्षलाई झेल्नको लागि उहाँले हामीलाई उहाँको वचन दिनुभएको छ। उहाँमाथि पनि देख्नुहुन्छ वर्ड, अनि अर्को हतियार, अर्को चाबी, अर्को समाधान उहाँले प्रार्थना पनि दिनुभएको छ। अनि अझै अर्को चाहियो भनेदेखि उहाँले सङ्गति पनि दिनुभएको छ। अनि अझै अर्को कुरालाई हेर्छौँ भने हामीलाई मण्डली पनि दिनुभएको छ। अनि यो कुराहरू चाहिँ हाम्रो विश्वासी जीवनको खाँबाहरू, आत्मिक जीवनको घरको किल्लाहरू। अनि परमेश्वरले आज हामीलाई यो कुराहरू दिनुभएको छ। यो कुराहरूलाई हामीले जब प्रयोग गर्छौँ, यो कुरालाई हामीले धारण गर्छौँ, यो कुरालाई हाम्रो जीवनमा अपनाउँछौँ भनेदेखि लिएर त्यो जीवनको परिस्थितिमा, जीवनको त्यो सङ्घर्षमा, त्यो नमिलेको हरेक बाधालाई सामना गर्दै प्रभुले बोलाउनु भएको त्यो यात्रामा हामी अगाडि बढ्न सक्छौँ। आमेन। हामीले अस्तिको केही हप्ता अगाडि विशेष गरिकन त प्रार्थनाको केही प्रकारहरूलाई सुनेको छौँ, प्रार्थनाको तरिकाहरूलाई सुनेको छौँ। अनि त्यो विषयमा नगएर अब यो वचनको पनि केही हप्ता अगाडि अलिकति हामीले छुएको छौँ। विशेष 4वटा यहाँनिर हामीले है पोइन्ट्सहरूलाई, 4वटा सानो शब्दहरूलाई हामीले यहाँनिर हेर्दै गर्दाखेरि यो 2वटा शब्द हामीले देख्दैछौँ, वचन र प्रार्थना। अनि अर्को चाहिँ सङ्गति अनि मण्डली यानि कि चर्च, परमेश्वरको परिवार। अनि यहाँनिर हेर्दै गर्दाखेरि है 2वटा भागमा हामीले यसलाई डिभाइड हामीले गर्न सक्छौँ। अनि यो चाहिँ परमेश्वरको महान आज्ञा आधारित छ। It is based on the greatest commandment of Jesus Christ. है येशू ख्रीष्टको त्यो महान आज्ञा आधारित छ। अनि केही पदहरूलाई हामी पढ्दैछौँ, त्यो पदहरू इङ्ग्लिसमा पनि आउनेवाला छ। अनि सो द्याट यहाँ हाम्रो इङ्ग्लिस पढ्नु हुनेले इङ्ग्लिसबाट पनि त्यसलाई पढिकन बुझ्नु आओस्, नेपालीबाट पनि आउँछ अनि नेपालीबाट पनि हामी त्यसलाई पढ्छौँ। अनि परमेश्वरले आज तपाईँ र मेरो जीवनलाई भनौँ, आज तपाईँ र मेरो
परिवारलाई भनौँ तपाईँले मेरो किल्लाहरू चाहिँ यो क्षेत्रहरूमा चाहिँ किन बलियो भएको चाहनुहुन्छ? प्रभुले हामीले पाए पश्चातमा हाम्रो जीवनको यात्रा सुरु सके पश्चातमा यो चारवटा कुरालाई किन परमेश्वरले महत्त्व दिनु खोजेको छ? अनि बाइबलले किन घरिघरि यो कुरालाई एक्जोर्ट गर्दछ इपिस्टलमा प्रभुको चेलाहरू अनि आज नयाँ नियमको विश्वासीलाई सिकाउनु पर्ने कुराहरू, एपोस्टलको शिक्षा, येशू ख्रीष्टको टिचिङ्सहरूलाई मण्डलीले चर्चले ध्यान दिनुपर्ने, त्यो पुरानो नियमको ओल्ड टेस्टामेन्टको कुरालाई भन्दा बेसी तर चर्चलाई दिएको भूमिका, मण्डलीको भूमिका, रोल्स, रेस्पोन्सिबिलिटी, यी कुराहरू लेटर्सहरूमा बताएको छ। र तपाईँ र मैले अब हाम्रो भूमिकालाई चाल पाउनु, त्यसलाई जान्नु पनि अनिवार्य छ। तपाईँ र मैले हाम्रो भूमिकालाई, हाम्रो बोलावटलाई, हाम्रो कर्तव्यहरूलाई चाल पाउनु पनि जरुरी छ, त्यसलाई निर्माण गर्नु जरुरी छ, त्यसलाई बलियो बनाउनु जरुरी छ। अनि साँच्चै नै परमेश्वरको कार्य हामी हरेकको जीवनबाट, हामी मण्डलीबाट, परिवारबाट, व्यक्तिको जीवनबाट पनि उहाँले गर्न सक्नुहुन्छ। आमेन, हालेलुया, प्रेज द लर्ड। अनि यी कुरा गर्न चाहिँ सबैलाई सजिलो कहिले पनि हुँदैन। परमेश्वरको कार्य गर्न, घर बनाउन त कति साह्रो पर्छ, एउटा बिल्डिङलाई खडा गर्न कति साह्रो पर्छ, झन् यो परमेश्वरको काम गर्न कति साह्रो पर्छ। परमेश्वरको काममा हामीले समय दिनुपर्ने कुरा हुन्छ, मेहनत, परिश्रम, यी सबै कुराहरू छ अनि समय लाग्छ। हामी एक दुईवटा वचनलाई पढिकन यो विशेष है असलजक निर्माणको केही पदहरूलाई बाइबलबाट हेरिकन हामी अगाडि बढ्नेछौँ र यो भित्र पनि तपाईँलाई लान्छु। पहिलोचोटि हामी है नयाँ नियमबाट यहुदा जुड 1:20 हामी पढ्न लागिरहेको छौँ। इङ्ग्लिसबाट पनि आउँदाखेरि चाहिँ शब्दमा अलिकति हामी छर्लङ्गै हुन्छौँ, त्यसले गर्दाखेरि चाहिँ यहाँ माथि आएको छ। इङ्ग्लिसबाट पनि जुड JUDE यही हो ल। यहाँ माथि हामीले पहिलो पदलाई हामीले यहाँनिर पढ्दाखेरि यसरी पाउँछौँ। इङ्ग्लिसबाट पढिरहेको छु पहिला। But you, dear friends, must build up your lives ever more strongly upon the foundation of your holy faith। यो यल्लोलाई मात्रै मैले पढेँ। अब नेपालीबाट हामीले हेर्दै गर्दाखेरि अलिकति भिन्दै शब्द त पाउँछौँ, तर प्रिय हो तिमीहरूलाई तिमीहरूको अति पवित्र विश्वासमा दृढ हुँदै जाओ। अनि यो एउटा पद भयो। अनि यहाँनिर चाहिँ विश्वासीलाई दिएको एउटा कामलाई हामीले देख्न पाउँछौँ। हरेक विश्वासीले मेरो जीवनमा मैले गर्नुपर्ने काम यहाँनिर चाहिँ हामीले पाउँछौँ। अब तपाईँ र म प्रभुलाई हामी पछ्याउने, प्रभुको हामी चेलाहरू हो, अङ्ग्रेजीबाट यसलाई डिसाइपल भनिन्छ। अनि यसको अर्थ चाहिँ के हो? स्टुडेन्ट हो, लर्नर हो, जसले सिक्छ, जसले बुझ्छ अनि आफ्नो जीवनमा त्यसलाई उतार्नु खोज्छ। अनि अर्को वचनलाई पनि हामी पढ्दैछ, थिस्सलुनिकालाई। पहिलो थिस्सलुनिका 5:11 पनि हामी पढिरहेको छौँ। यहाँनिर पाउँछौँ, सो इन्करेज इच अदर टु बिल्ड इच अदर अफ जस्ट एज यु आर अलरेडी डुइङ पनि भन्दैछ। अनि मुनि हामीले हेर्दाखेरि पाउँछौँ, यसकारण एकले अर्कोलाई प्रोत्साहन देऊ र एकले अर्कोलाई दैलो पार्ने काम गर जस्तो तिमीहरू गर्दै पनि छौ। अब यस्तो थुप्रो अरू अन्य पदहरू पनि छ। अनि त्यो पदहरूलाई समय यदि पायो भनेदेखि लिएर हामी त्यसलाई पठन पनि गर्न लागिरहेको छौँ। तर यहाँनिर आज विशेष गरिकन हामीलाई भन्दै गरेको कुरा लेटर्स, इपिस्टल्सले चाहिँ हरेक बिलिभर्सलाई सम्पर्क गर्दै गरेको कुरा हो। लेटर्स चाहिँ पर्सनल हुन्छ। अनि यो वचन चाहिँ पर्सनल हो किनकि येशू ख्रीष्टमा हामी जोडिए पश्चातमा हामी हरेक चाहिँ एउटा मण्डली हो, हरेक चाहिँ हामी एउटा विश्वासीको परमेश्वरले बोलाउनु भएको ठुलो काम छ। यो कामभित्र उहाँले हामीलाई लान चाहनुहुन्छ। अनि थुप्रो प्रोसेस छ। पहिलोचोटि हामीले पढेको पदमा हामीले पाउँछौँ कि हाम्रो जीवनलाई, हाम्रो लाइफलाई चाहिँ परमेश्वरमा हामीले विश्वास गरेको कुरामा, हामीले उद्धार पाएको येशू ख्रीष्टमा, पवित्र आत्मामा, परमेश्वरमा हामीले हाम्रो जीवनलाई, हाम्रो विश्वासलाई चाहिँ निर्माण गर्नुपर्ने। म उत्साह गर्न चाहन्छु आजको दिनमा हामीले हाम्रो जीवनलाई, हाम्रो विश्वासको जीवनलाई निर्माण गर्नुपर्ने कुरा। अनि हामीले कसरी गर्ने त्यो निर्माण? यस, मैले प्रभुलाई त पाएँ, मैले उद्धार पाएँ, मैले मुक्ति पाएँ। अब मेरो काम के हो त्यहाँदेखि उता? अब मैले गर्नुपर्ने कुरा के हो? अब म विश्वासी त भएँ, सो वाट इज माई रोल्स?
माई ड्युटी, माई रेस्पोन्सिबिलिटी, अब मैले गर्नु चाहिँ के पर्यो त? अब पहिलोचोटि यहाँनिर तपाईँ र मलाई यहाँ भन्दै हुनुहुन्छ हाम्रो विश्वासलाई हामीले बिल्ड गर्नुपर्ने कुरा परमेश्वरको कुरामा, इन द नलेज अफ गड, परमेश्वर ख्रीष्टको शिक्षामा, पवित्र आत्मामा, र तपाईँ र अब तयारी हुनुपर्ने कुरा परमेश्वरको वचनको, परमेश्वरको ज्ञानको कुराहरूमा, परमेश्वरको बुद्धिको कुराहरूमा, अनि परमेश्वरको प्लान्स एन्ड पर्पस चाहिँ साँच्चै नै मेरो जीवनमा, मण्डलीमा, यस संसारमा चाहिँ के छ त्यो कुरा तपाईँ र मैले वचन, प्रेयर, अनि अर्को फेलोसिप, अनि अर्को चर्च। अनि पहिलो दुईटा कुरालाई हामीले यहाँनिर हेऱ्यौँ भनेदेखि लिएर वचन र प्रार्थना। पहिलोचोटि परमेश्वरले तपाईँ र मलाई गर्नु लागेको काम चाहिँ परमेश्वरसित सम्बन्ध, हामीले परमेश्वरसितको सम्बन्धलाई हामीले बलियो बनाउनु पर्यो। तपाईँ र मैले याद गर्दै गर्दाखेरि अब परमेश्वरप्रति हाम्रो सम्बन्ध, हाम्रो जगलाई बलियो बनाउनु पर्यो। अनि त्यो बनाउँदै गर्दाखेरि यहाँभित्र आउँछ वचन र प्रार्थना। मैले अस्ति पनि भन्दै थिएँ, जसरी दानिएलले 9:2 हामीले पढ्दै गर्दाखेरि जब उसले पहिला वचन पढ्न थाल्यो, वचन पढ्दै गर्दाखेरि पहिला वचन पढ्न थाल्यो, त्यहाँदेखि चाहिँ उसले प्रार्थना गर्न थाल्यो। किनकि प्रार्थना के गर्ने, अब तपाईँ र मैले कसरी गर्ने प्रार्थना, किन गर्ने प्रार्थना, कसलाई गर्ने प्रार्थना, के विषयमा गर्नुपर्ने मैले प्रार्थना। अब कतिले भन्ने गर्छ प्रार्थना त खोइ सधैँ गरिबस्छु म, सधैँ त गरिबस्छौँ नि त हामी प्रार्थना। अब त्यही प्रार्थना गर्छ, प्रभु आज रातभरि हामीलाई सुरक्षा दिनुहोस्, मिठो निद्रा दिनुहोस्, राम्रो सपना देख्न सकौँ, बिहान उठेर तपाईँलाई धन्यवाद पाउन सकौँ, प्रभु आज दिनभरि तपाईँले मलाई सहायता गर्नुहोस्, मद्दत गर्नुहोस्, मलाई सफल दिनुहोस्। हामी सधैँ त गरिरहन्छौँ नि प्रार्थना। तर यो प्रार्थना भनेको चाहिँ हरेक दिन नयाँ प्रार्थनाहरू हो। हरेक दिन नयाँ प्रार्थना चाहिँ यतिखेर निस्किन्छ, यतिखेर जन्मिन्छ, यतिखेर फुटी निस्किन्छ जब वचन पढ्न थाल्छौँ। पहिलो कुरा परमेश्वरले तपाईँ र मलाई यो हाम्रो असल जगलाई निर्माण गर्नको लागि यो कारणहरू बताउँदै हुनुहुन्छ। तपाईँ र मैले अब जान्नुपर्ने कुरा, हामीले काम गर्नुपर्ने कुरा, हामीले मेहनत गर्नुपर्ने कुरा, समय दिनुपर्ने कुरा, यी क्षेत्रहरूलाई याद गरौँ। लाग्छ होला है म त प्रार्थना गर्न जान्दिनँ, त प्रार्थना गर्दा के माग्नु पर्ने हो, के भन्नुपर्ने हो। पहिलोचोटि तपाईँ र मैले अब वचन पढ्न थाल्यो भनेदेखि लिएर हामीले प्रार्थना गर्ने शब्दहरू, प्रार्थना गर्ने विषयहरू हामीले पाउन थाल्छौँ। आमेन, आमेन। प्रार्थना के गरौँ हुँदैछ तपाईँ र मलाई, के को लागि गर्नुपर्ने प्रार्थना, कसको लागि गर्नुपर्ने प्रार्थना। अनि जब तपाईँ र मैले अब बाइबल पढ्न थाल्छौँ, वर्ड, यो चाहिँ के गर्दैछ हामी भन्नुहोस् न, हाम्रो जगलाई निर्माण गर्दैछौँ। आमेन भनिदिनुहोस् न। मेरो विश्वासको जगलाई, मेरो आत्मिक जगलाई म बलियो बनाउँदैछु, म प्रभुमा बलियो हुँदैछु। अघि हामीले सुन्दै थियौँ नि, प्रभुमा बलियो हुनुपर्ने कुरा एउटा छ, एकअर्कालाई निर्माण गर्नुपर्ने कुरा एउटा छ, टु बिल्ड इच अदर। अनि एकअर्कालाई कसरी म बलियो गर्नु त, किनकि म परमेश्वरमा बलियो भएको छुइनँ भनेदेखि लिएर। अनि यो पनि अहिले भित्र विषयमा आउँछ। र पहिलोचोटि कुरा वचन, जसरी दानिएलले वचन पढ्दै गर्दाखेरि भित्र प्रार्थनाको विषयहरू आयो, उसको आत्मिक आँखा खोलिन थाल्यो। अनि उसले उसको हृदयको आँखाले परमेश्वरको योजनालाई मेरो जीवनमा, मण्डलीको जीवनमा, मेरो परिवारभित्र चाहिँ उहाँले के भन्नुभएको रहेछ, उहाँको प्रतिज्ञाहरू के रहेछ, अनि उहाँले चाहिँ के चाहनु हुँदो रहेछ, संसारमा उहाँको योजना के रहेछ, यी सबै कुरा चाल पाउन थाल्छौँ। परमेश्वरको योजना छ संसारमा सबै मानिसले उद्धार पाओस्। यो संसार जुन चाहिँ इम्परफेक्ट वर्ल्ड छ, अनि यसलाई उहाँले हटाउनुहुन्छ, उहाँले आगोलाई नष्ट गर्नुहुन्छ, फेरि पनि नयाँ संसारलाई बनाउनुहुन्छ, न्यू हेभन एन्ड न्यू अर्थलाई। अनि उहाँको योजना चाहिँ त्यो, उहाँको योजना चाहिँ त्यो हो। जब बाइबल पढ्दै गर्दाखेरि उहाँको योजनालाई हामी देख्न थाल्छौँ। अनि त्यसले गर्दाखेरि अब तपाईँ र मैले है वचन पढ्दै गर्दाखेरि उहाँको कुरा हामीले बुझ्दै गरेको हुन्छौँ, अनि प्रार्थना पनि त्यो आधारित गर्दै गरेको हुन्छौँ। अनि यो दुईवटा कुरामा बेसी समय नलगाएर अब यतापट्टिको कुरालाई हेर्छौँ। अनि यो दुईवटा कुरा चाहिँ के पनि हो फेरि भन्दै गर्दाखेरि प्रार्थना र वचन चाहिँ के हो भन्दाखेरि परमेश्वरसित सम्बन्ध मैले बनाउँदै गरेको। आमेन भनिदिनुहोस् न। अनि येशू ख्रीष्टले भन्नुभयो, त्यो अहिले बातमा भन्न चाहन्छु, येशू ख्रीष्टले भन्नुभयो, त्यो अहिले लास्टमा भन्छु,
तर अगाडि अब तपाईँ र मैले वचन पढ्दै गर्दाखेरि परमेश्वर तपाईँ र मसित बोल्दै गरेको। आमेन भन्नुहोस् न। वचन पढ्दै गर्दा परमेश्वर तपाईँ र मसित बोल्दै गरेको तपाईँले सुन्नु हुँदैछ। जति वचन पढ्नुहुन्छ त्यति तपाईँले परमेश्वरको कुरालाई सुन्दै हुनुहुन्छ। आमेन भन्नुहोस् न। तपाईँ अहिले बोल्नु पर्दैन। तपाईँ वचन पढ्दै हुनुहुन्छ। किन भन्नुभएको, कसलाई भन्नुभएको, के भन्नुभएको, परमेश्वर तपाईँसित बोल्दैछ। आमेन भनिदिनुहोस् न। तपाईँसित साँच्चै नै परमेश्वर बोल्दैछ। यतिखेर बोल्छ जब हामी बाइबल पढ्न थाल्छौँ। आमेन भनिदिनुहोस् न। यदि चाहनुहुन्छ तपाईँ र म परमेश्वर मसित बोलेको भनेदेखि लिएर हामीले बाइबल अब पल्टाउनु पर्यो, बाइबल पढ्नु पर्यो। आमेन भनिदिनुहोस् न। जानोस् या नजानोस्, बुझोस् या नबुझोस्, वचन चाहिँ हामीले पढ्नु पर्यो। वचन चाहिँ हामीले पढ्नु पर्यो। परमेश्वर बोलिरहनु भएको छ। परमेश्वर बोल्नुहुन्छ वचन पढ्दै गर्दा। अब प्रार्थना गर्दै गर्दाखेरि चाहिँ अब तपाईँ बोल्नुहुन्छ। आमेन भनिदिनुहोस् न। अघि परमेश्वर बोल्नु भयो वचन पढ्दै गर्दा। अब जब तपाईँ र मैले प्रार्थना गर्दै गर्दाखेरि चाहिँ अब हामी बोल्दैछौँ। यो चाहिँ के हुँदैछ, परमेश्वर र तपाईँ र मेरो बिचको सम्बन्ध चलिरहेको छ। आमेन भनिदिनुहोस् न। परमेश्वर र मेरो सम्बन्ध, इन्टरेक्सन हुँदैछ, कन्भर्सेसन हुँदैछ, बातचित हुँदैछ, सम्बन्ध बिल्ड हुँदैछ। वचन मात्रै पढ्यो फेरि मैले प्रार्थना गरिनँ भनेदेखि लिएर उताबाट हलो भन्नुहोस् न कहाँ हुनुहुन्छ, कहिले आउनुहुन्छ, कति बजी आउनुहुन्छ, यताबाट मैले भनिनँ भनेदेखि उता केही पनि बुझ्दैन फेरि है। दुइटै हुनु पर्यो। अब वचन हामीले पढ्यो, अब प्रार्थना पनि हामीले गर्नु पर्यो। जे पनि पढ्यो वचनमा त्यही प्रार्थना नै गर्नु पर्यो। आमेन भनिदिनुहोस् न। जे पनि हामीले वचन पढ्छौँ आजको दिन, जसरी मैले आजको बिहान एक्सोडसबाट पढिरहेको थिएँ, पवित्र स्थानको निर्माणहरू, पवित्र स्थानमा के कुरालाई परमेश्वरले ओराउनु भएको कुराहरू, त्यो सबै पढेर पढिरहेको थिएँ। अब के गरौँ त, परमेश्वर बोल्नुभयो त्यहाँबाट। उहाँको तरिका, उहाँको मेजरमेन्टको कुराहरू, उहाँले त्यहाँनिर त्यो गर्नु, त्यहाँ लगाउनु, त्यो सबै तरिकाहरू बताउनु भएको कुरालाई पढिरहेको थिएँ। अब मैले के गर्नुपर्ने, मैले प्रार्थना गर्न थालेँ, प्रभु तपाईँले पनि मेरो जीवनमा, मण्डलीको जीवनमा यी सबै नमिलेको क्षेत्रहरूमा तपाईँले मिलाउन चाहनुहुन्छ। तपाईँले सहायता गर्नुहुन्छ। त्यो त्यहाँ हुनुपर्ने रहेछ, फल्ला फल्ला यस्तो हुनुपर्ने रहेछ, फल्ला फल्ला तरिका यसरी हुनुपर्ने रहेछ। प्रार्थना गर्ने तरिकालाई मैले त्यहाँ पाउँदै गरेको थिएँ। आमेन भनिदिनुहोस् न। प्रार्थना गर्ने विषयलाई मैले पाउँदै थिएँ। त्यो ठाउँमा पवित्र हुनुपर्छ, त्यहाँनिर चाहिँ त्यसरी राख्नुपर्छ, तिमीले फल्ला फल्लालाई अभिषेक गर्नुपर्छ, यस्तो लुगा लगाएको हुनुपर्छ, यस्तो कपडा बनाएको हुनुपर्छ। त्यो सबै तरिकालाई जब पढ्दै थिएँ, अब मेरो लागि चाहिँ के हो त, म चाहिँ के गर्नु यो पढेर। अनि प्रार्थना गर्ने तरिकालाई मैले हेर्दै थिएँ, कहाँ मेरो जीवनमा मिलेको छैन, मेरो जीवनको कुन चाहिँ भाग मिलेको छैन, कि मेरो बोली वचनमा पो मिलेको छैन, मेरो एटिट्युडमा पो मिलेको छैन, मेरो समूह त्यहाँदेखि कम्युनिकेसनमा पो मिलेको छैन, कि मेरो पढाइको क्षेत्र मिलेको छैन। यी सबै कुरालाई निहाल्दै गर्दाखेरि मैले देख्न सकेँ, बुझ्न सकेँ। अनि मैले के प्रार्थना गर्नुपर्ने। आमेन भनिदिनुहोस् न। जब तपाईँ र मैले वचन पढ्न थाल्छौँ, प्रार्थना गर्ने तरिका परमेश्वरले हामीलाई दिन थाल्नुहुन्छ। अनि यो चाहिँ के हो भन्दाखेरि उहाँले भन्नुभएको छ, म बाहेक अरू कुनै पनि ईश्वर छैन, तिमीले मलाई मात्रै प्रेम गर्नु, मलाई मात्रै पुज्नु। अनि यो कुरा देख्छौँ कि हामीले परमेश्वरलाई खोज्दै गरेको, परमेश्वरलाई पुज्दै गरेको, परमेश्वरको कुरामा मन लाउँदै गरेको, परमेश्वरसित बलियो हुँदै गरेको। अनि उहाँले यो पनि चाहनुहुन्छ कि तिमीले आफ्नो सारा हृदयले परमेश्वरलाई प्रेम गरेको, सारा शक्तिले, सारा मनले, सारा बलले। अनि परमेश्वरले यो सारो जोड चाहिँ किन दिनुभएको, सो विचार गर्नुहोस् न। लभ योर गॉड विथ ऑल योर हार्ट, with all your soul, with all your strength, with all your mind. यो सबै जोड चाहिँ परमेश्वरले यहाँ किन दिनु भएको भन्दाखेरि नि, किनकि सबै कुरा त उहाँकोमा पो रहेछ त। अनि उहाँलाई हामीले केही नगरिकन म मेरो साथीलाई कसरी माया गर्न सक्छु त, मेरोमा केही बिना म साथीलाई क्षमा कसरी दिन सक्छु र, म कसरी बाँड्न सक्छु र। अनि हामी आफै केही पनि गर्न सक्दैनौँ। अनि अन्तिममा यसोले भन्नुभयो, लभ योर नेबर एज योरसेल्फ। अनि आज हामीले असल काम गर्न खोज्छौँ, भलाइ गर्न खोज्छौँ, क्षमा दिनु खोज्छौँ, सहायता गर्नु खोज्छौँ, तर पनि सक्दैनौँ। दिनु खोज्ला जस्तो हुन्छ, गर्छु जस्तो त लाग्छ, तर पनि चुकिहाली पठाउँछौँ, सक्दैनौँ।
तर पहिलोचोटि उहाँले यी क्षेत्रहरूलाई बलियो निर्माण बनाउनु उहाँले हामीलाई चाहनुहुन्छ। आमेन। यो कुरा हेर्दै गर्दाखेरि हामी दुईवटा कुरा यता देख्यौँ। परमेश्वरसितको सम्बन्धमा निर्माण हुनुपर्ने कुरा वचन र प्रार्थनाले। अब यहाँनिर अर्को देख्छ सङ्गति अनि मण्डली। किनकि उहाँको महान आज्ञा के हो भन्दाखेरि उहाँलाई सारा हृदयले, सारा समझले, सारा शक्तिले, सारा बलले प्रेम गर्नु हो। अनि यतापट्टि चाहिँ आफ्नो छिमेकीलाई आफूलाई चाहिँ प्रेम गर्नुपर्ने। आमेन। हालेलुया। यहाँनिर परमेश्वरलाई प्रेम गर्दै गरेको देख्छौँ। अर्कोपट्टि आफ्नो छिमेकीलाई, आफ्नो परिवारलाई, आफ्नो साथीलाई, आफ्नो मण्डलीलाई, यो दुईवटा भाग यतापट्टि छ। यो चाहिँ इट इज बेस्ड अन द ग्रेटेस्ट कमान्डमेन्ट अफ जिजस क्राइस्ट। येशू ख्रीष्टको ती महान आज्ञा आधारित हो। अनि आज तपाईँ र मैले गर्नुपर्ने र तपाईँ र मैले अलिअलि मेहनत गर्नुपर्ने कुरा, तपाईँ र मैले कोसिस गर्नुपर्ने कुरा यी किल्लाहरू पनि हुन्, यी क्षेत्रहरू हुन् जसले चाहिँ तपाईँ र मलाई एउटा असल विश्वासी, एउटा बलियो विश्वासी, द हलमार्क अफ क्रिस्चियन लाइफ, हलमार्क एउटा चिन्ह, चिनिने कुरा यी क्षेत्रहरूमा हामीले काम गर्नुपर्ने कुरा, बनाउनु पर्ने कुरा। र तपाईँ र मेरो चाहिँ हामी चाहिँ खाली भाँडोहरू हौ, जे हाल्छौँ त्यो कुरा नै हुन्छ। यसले गर्दाखेरि उत्साह, प्रोत्साहन म दिन पनि चाहन्छु। यी कुराहरूलाई हामीले हाम्रो जीवनमा, विश्वासी जीवनमा निर्माण गर्न खोज्यौँ भनेदेखि लिएर हाम्रो जब चाहिँ असल हुँदै गरेको हुन्छ। आमेन। हाम्रो फाउन्डेसन भनौँ है, वी आर बिल्डिङ अ गुड फाउन्डेसन। अनि इसाई जीवनको हाम्रो असल जब निर्माण गर्दै गरेको हुन्छ। अब तपाईँले मलाई लाग्छ होला, अब म विश्वासी भए, मैले प्रभुलाई पाएँ, सो के चाहिँ हो, एक दिन अब म संसार छोडेर स्वर्ग जानु, त्यति मात्रै हो मेरो बुलावो, त्यति मात्रै हो मैले गर्नुपर्ने कुरा भन्ने हामीलाई लाग्छ होला धेरैचोटि। तर उहाँले जब हामीले यो जगेर निर्माण गऱ्यौँ भनेदेखि लिएर हामीले यसलाई बलियो बनायौँ भनेदेखि लिएर साँच्चै नै उहाँले तपाईँ र मेरो जीवनलाई प्रयोग महान रूपमा गर्न सक्नुहुन्छ। आमेन भनिदिनुहोस् न। अब यो कुराहरू हाम्रो जीवनमा कमजोर भयो भनेदेखि लिएर अब कसरी चाहिँ थप्दै लाने त है, फाउन्डेसन कमजोर भयो भनेदेखि लिएर कसरी त्यसको माथि तल हाल्दै जाने त। अब हामीले थुप्रो कुराहरू आशा गरेको त छौँ, एक्सपेक्ट गरेको त छौँ, यो हुनुपर्छ, त्यो हुनुपर्छ, तर यो कुराहरूमा हामीले व्यक्तिगत जीवनमा त्यसलाई काम गरेनौँ भनेदेखि लिएर अरू कुराहरू आयो भने गडाम गुडुम लड्न सक्छ। यसले गर्दाखेरि तपाईँ र म पहिलोचोटि यहुदा 1:20, पहिलो तेस्सलोनिकी 5:11 वचन पढे आधारितमा परमेश्वरमा हाम्रो जगलाई, हाम्रो फाउन्डेसनलाई बलियो बनाउनु पर्ने। आमेन। हालेलुया। हामीले कोसिस गर्यौँ, हामीले मेहनत गर्यौँ, प्रार्थना गर्यौँ भनेदेखि लिएर तपाईँले मेरो भित्री त्यो जगलाई उहाँले बलियो बलियो बनाउँदै जानुहुन्छ। आमेन। त्यही कारण गर्दाखेरि है, बाहिरबाट त सबै राम्रै देख्छ नि, तर हावा आयो गडाम गुडुम चल्यो भनेको जस्तै है। त्यसले गर्दाखेरि हावा नआउँदाखेरि पनि प्रभुले तपाईँ मेरो जीवनलाई स्थिर भएको देख्न पाउँछ। आमेन भनिदिनुहोस् न। कसले के भने अरे हजुरलाई, अन्त उता आउनु छोड्यो त, हावा आयो भनेको जस्तै है, के मिलेन, कता के भयो, उसको भुँडी दुख्यो, यी सबै समस्याहरू छ, यी सबै परिस्थितिहरू छ। अनि यसुले भन्नुहुन्छ कि ढाडस गर कि मैले संसारलाई जितेको छु। यो संसारमा कष्ट त छ। त्यसले गर्दाखेरि यो जगहरूलाई तपाईँ र मैले निर्माण गर्नको लागि हामीले हाम्रो आत्मिक जीवनलाई काममा लाउनै पर्छ। आमेन भन्दिनुहोस् न। हालेलुया। प्रेज द लर्ड। अब उतापट्टि हेर्दै गर्दाखेरि एउटा वचन अझै पढ्नु हामी गइरहेको छौँ। प्रेरित 20:32 पनि हामी पढ्दैछौँ। प्रेरित 20:32 आज चाहिँ है वचन चाहिँ यही सन्दर्भमा मात्रै छ। हाम्रो जगलाई असल जग निर्माण गर्ने प्रक्रियाभित्र
अब यहाँनिर हामीले पढ्न पाउँछौँ माथिबाट प्रेरित 20:32 यसरी पढ्दैछौँ। नेपालीबाट पढिरहेको छु। अब म तिमीहरूलाई परमेश्वरमा र उहाँमा अनुग्रहको वचनमा सुम्पिदिन्छु, जसले तिमीहरूलाई सुदृढ पार्न सक्छ र पवित्र पारिएकाहरू सबैका बीचमा उत्तराधिकार दिन सक्छ। मतलबबाट इङ्ग्लिसमा चाहिँ लेखिएको छ, And now I entrust you to God and His cure and to His wonderful words that are able to build your faith. अब यहाँनिर हामीले याद गर्दै गरेको कुरा चाहिँ ती वचन चाहिँ उहाँले हामीलाई छोडिदिनु भएको छ, ती वचन चाहिँ उहाँले हामीलाई दिनुभएको छ, जसले तपाईँ र मेरो विश्वासलाई बनाउँछ। आमेन भन्दिनुहोस् न। यसले गर्दाखेरि हामीले हाम्रो जीवनमा वचनलाई अब पढ्नै पर्छ, वचनलाई हामीले खोज्नु पर्छ। मेरो जीवनको उद्देश्यलाई, मेरो जीवनको कार्यहरूलाई प्रभु पाइसके पश्चातमा मेरो जीवनको भूमिका, मेरो उत्तरदायित्व के हो, मेरो जिम्मेवारी के हो, मण्डलीमा मेरो भूमिका के हो, परिवारमा के हो, यी सबै कुरालाई हेर्नका लागि, खोज्नका लागि वचनबाट हामीले हेर्नै पर्छ। अनि यो हेर्दै गर्दाखेरि चाहिँ के हुन्छ भन्दाखेरि which is able to build your faith, जसले तपाईले मेरो विश्वासलाई, जसले तपाईले मेरो त्यो फाउन्डेसनलाई चाहिँ मजबुत बनाउँछ। आमेन भन्दिनुहोस् न। तपाईले मेरो त्यो जगलाई अब मजबुत बनाउँछ। अनि यसले गर्दाखेरि हामी त्यो कार्यभित्र पसिरहेको छौँ, हामी त्यो कामभित्र छौँ, जसले चाहिँ आज तपाईँ र मेरो विश्वासको परमेश्वर प्रतिको जगलाई निर्माण गर्ने प्रक्रियाभित्र। फेरि पनि त्यो अघिको अस्तिको हप्ता हामीले हाम्रो पास्टर बाबुबाट पनि सुनिरहेको वचन थियो है, संगति अनि फेलोशिप। त्यो अघिको फेलोशिप है, हामीले अघि सुनिरहेको थियो संगति। अब आयो, हामीलाई लाग्यो हाम्रो त्यो किल्लाहरू बनाउँदै गर्दाखेरि वचन, हाम्रो प्रार्थनाले परमेश्वर प्रति तपाईँ र मलाई बलियो बनाउँदै गरेको हुन्छ। वचन, प्रार्थनाले तपाईँ र मेरो सम्बन्ध परमेश्वर प्रति बलियो हुँदै गरेको हुन्छ। परमेश्वरले यो मात्रै चाहनु भएन कि परमेश्वरलाई मैले आराधना गरेको, मैले वचन बोलेको, वचन सुनेको, परमेश्वरसँग त मात्रै म ठिक भएको उहाँले त्यो चाहनु भएन। म परमेश्वरसित त ठिकै छु, म प्रार्थना पनि गर्छु, सबै कुरा गर्छु, तर मेरो साथी, मेरो परिवार, मेरो छिमेकी, मेरो मण्डली, जतासुकै जबरजस्ती पनि हामीले भन्न सक्दैनौँ। म परमेश्वरसित ठिक भयो नि भइगयो, परमेश्वरले मेरो सम्बन्ध ठिक भयो नि भइगयो। त्यो चाहिँ एकतर्फे मात्रै भयो। फेरि त्यो जग चाहिँ के भयो भन्दै गर्दाखेरि त्यो त डिसब्यालेन्स भयो, त्यो चाहिँ एक दिन लड्नु सक्छ। तर यी चारवटा, यी दुईवटा पक्षमा चाहिँ हामीले ध्यान गर्नुपर्ने कुरा। अनि हामीलाई लाग्छ होला हामी सबै है यो क्षेत्रमा काम गरिरहेको छ, स्टिल थुप्रो काम त म आफै गरिरहेको छु, प्रभुलाई भनिरहेको छु यो दिन समयहरू त प्रभु तपाईँले मेरो जीवनमा काम गर्नुहोस्, मेरो भावनाको क्षेत्रहरूमा, मेरो चरित्रको क्षेत्रहरूमा, मेरो एटिट्युडको क्षेत्रहरूमा, सबै भागहरूमा जब परमेश्वरलाई हामी दिन्छौँ उहाँले काम गर्न सुरु गर्नुहुन्छ। आमेन भन्दिनुहोस् न। तपाईँ र मैले चाल पाउनु पर्ने कुरा मेरो कमजोरी भाग, कुन कुरामा म कमजोर छु, कुन कुरामा म चुकिरहेको छु, बारम्बार लडिरहेको छु, त्यो विक पोइन्टहरूलाई, त्यो कमजोर भागहरूलाई तपाईँ र मैले आइडेन्टिफाई गर्नु अनिवार्य छ। तब मात्र हामीले फेरि पनि त्यो जगलाई निर्माण गर्न सक्छौँ। ती माथि थप्यो भनेदेखि लिएर त्यो फेरि लड्न सक्छ, ती माथि थप्यो भनेदेखि लिएर फेरि त्यो लड्न सक्छ। तर तपाईँ र मैले ती भित्र काम गर्दै गर्दाखेरि यी क्षेत्रहरूलाई, ती भागहरूलाई अब चाल पाउनै पर्छ। आमेन भनिदिनुहोस् न। जुन कुरा आज तपाईँ र मलाई लडाइरहेको छ, जुन कुराले आज तपाईँ र मलाई बिगारिरहेको छ, परमेश्वरदेखि टाढो बनाइरहेको छ, परिवारदेखि टाढो बनाइरहेको छ, साथीदेखि टाढो बनाइरहेको छ, सबै कुरा बिग्रिँदैछ भनेदेखि लिएर फेरि पनि परमेश्वरले तपाईँ र मलाई यी कुरा निर्माण गर्नमा सहायता गर्नुहुन्छ। आमेन भनिदिनुहोस् न। हालेलुया भनिदिनुहोस् न। हामी अझै अगाडि बढ्दै गर्दाखेरि अब म पुरा प्रार्थना त गर्छु घरमा मजाले, वचन पनि पढ्छु, अब त्यतिले केही पनि भएन, म परमेश्वरसित त राम्रो भए, परमेश्वरसित त म त ठिक भए, तर मेरो म साथीसित है, मेरो यहाँ लिडरसित,
मेरो परिवार, मेरो स्कुल, मेरो कलेज, मेरो अन्यसित चाहिँ फेरि म ठिक भएन भनेदेखि लिएर त्यो पनि मिलेन। परमेश्वरलाई त मैले आराधना, हालेलुया, प्रेज द लर्ड, यु आर वर्दी, सबै दामी दामी शब्द त चलाएँ, तर फेरि मैले मेरो साथीलाई, मभन्दा मेरो ठुलो दाजुलाई मैले त्यो हौडेको शब्द चलाएँ भनेदेखि लिएर त्यो पनि फेरि मिलेन। मैले आमा बाबुलाई त्यो प्रकारको बिहेभ गरेँ, मैले शब्दहरू ठिक प्रयोग गरिनँ भनेदेखि लिएर कि मैले वचन बोलेको, मैले आराधना गरेको मिल्यो होला र? मिल्दैन यस्तो प्रकारले, किनकि हाम्रो जब चाहिँ परमेश्वरले दुईतर्फे नै मजबुत बनाउन चाहनुहुन्छ। आमेन भन्नुहोस् न। म त्यहाँ दामी गीत पनि गाएँ, तर मेरो साथीसित चाहिँ नराम्रो बोले, त्यो आन्टीलाई मैले गाली गरेँ, त्यो अङ्कललाई मैले जवाब दिएँ, त्यो पनि फेरि मिलेन। अनि हामीले ध्यान गर्नुपर्ने कुरा, हामीले याद गर्नुपर्ने कुरा चाहिँ साँच्चै नै परमेश्वरसित जस्तो हामी ठिक छौँ, परमेश्वरलाई जस्तो हामी आदर गर्छौँ, परमेश्वरलाई जस्तो हामी समय दिन्छौँ, परमेश्वरलाई जसरी हामीले सबै कुरा उहाँको अगाडि छताछुङ्गै राख्छौँ, अनि साँच्चै नै हामीले हाम्रो छेउकोलाई पनि, हाम्रो साथीलाई पनि, हाम्रो छिमेकीलाई पनि त्यो गर्न सक्नुपर्छ। आमेन भनिदिनुहोस् न। त्यसले गर्दाखेरि यो फाउन्डेसनको काम चाहिँ साह्रो पर्छ। इट्स अ डिफिकल्ट वर्क। जसरी सुरु गर्दै गर्दा इन द इनिसियल स्टेजमा थुप्रो साह्रो पर्छ। त्यसले गर्दा तपाईँले मेरो चरित्रमा, तपाईँले मेरो थुप्रो जीवनको भागहरूमा डिल गर्दै गर्दा, कार्य गर्दै गर्दाखेरि, किनकि हामी केही पनि कुरा आफै गर्न सक्दैनौँ। मन त लाग्छ सबैसित मिल्नु, मन त लाग्छ सबैलाई अँगाल्नु, मन त लाग्छ सबैसित हातमा हात, काँधमा काँध दिनु पनि, तर कतिपय कारणले गर्दा सकिरहेको हुँदैनौँ, किनकि हाम्रो जबमा केही कुरा अझै पनि थपिएको छैन। मैले अघि भन्दै थिएँ, परमेश्वरप्रति जब हामीले निर्माण गर्दै जान्छौँ हाम्रो जीवनलाई, हाम्रो विश्वासलाई, यतापट्टि त्यो बिस्तारै बिस्तारै बनिँदै आउँछ। आमेन भनिदिनुहोस् न। परमेश्वरप्रति जब हामीले उहाँलाई प्रेम, उहाँलाई हामीले खोज्दैछौँ, उहाँको वचन पढ्दैछौँ, उहाँसित बलियो हुँदैछौँ, अनि यतापट्टि पनि हामीले बिस्तारै बिस्तारै उहाँले हामीलाई बल, सामर्थ, उहाँले हामीलाई शक्ति दिनुहुन्छ, अनि यतापट्टि पनि हामी गर्न सक्छौँ। आमेन भनिदिनुहोस् न। अहिले हामी एकापट्टि मात्रै गरिबस्यो भनेदेखि लिएर अर्कोपट्टि हाम्रो भाग फेरि कमजोर हुन्छ, अनि यसले गर्दाखेरि यो दुईवटा भागलाई हामीले मध्यनजर गर्दै, त्यसलाई ध्यान दिँदै साँच्चै नै हामीले आफ्नो जीवनमा कार्य गर्न जरुरी छ। अनि त्यहाँनिर चाहिँ आयो सङ्गति आयो। अनि अस्तिको हप्ता हामीले यसको इतिहासलाई हामीले सुनिरहेको थियौँ। सङ्गति भन्ने शब्द कहाँबाट आयो, सङ्गति किन गर्नुपर्ने कुरा, सङ्गति गर्दै गर्दा के हुन्छ, अनि हामीले विवरण त्यसको सबै प्रकारहरू हामीले मजाले अस्तिको हप्ता सुनेको छौँ। अब निर्माण हुने ठाउँभित्र चाहिँ हामी पस्नुपर्छ। आमेन भनिदिनुहोस् न। मैले मेरो जगलाई अब निर्माण गर्ने ठाउँभित्र चाहिँ म पस्नुपर्छ। ठिकै छ, तपाईँले मैले वचन पढ्यो, प्रार्थना गर्यो, अब सङ्गतिभित्र पस्नु जरुरी छ। आमेन भनिदिनुहोस् न। त्यसको बादमा चाहिँ अहिले मण्डली आउँछ, त्यो अर्कै छ, त्यहाँको रोल, त्यहाँको तरिका, त्यहाँको भूमिका। अब पहिला तपाईँ र मैले निर्माण गर्दै गर्दाखेरि अब सङ्गतिलाई केही समय हामी ध्यान दियौँ, सङ्गतिलाई केही समय हामी बुझ्यौँ। सङ्गति चाहिँ एउटा के अरे प्र्याक्टिस। कसैको बानी भए चाहिँ सङ्गतिमा भेला हुन तिमी नछोड। अनि यो ठाउँमा जानु चाहिँ अभ्यास हो। एक दिनमा कहिले पनि हाम्रो घर निर्माण हुँदैन, एक दिनमा कहिले पनि हाम्रो विश्वासको जब बलियो हुँदैन। अनि सङ्गति घरिघरि हामी गरिरहँदाखेरि, सङ्गतिभित्र पसिरहँदाखेरि तपाईँले मेरो त्यो जब निर्माण हुँदै बलियो हुँदै आउँछ। आमेन भनिदिनुहोस् न। कोही कोही बेला म भ्याएको बेलामा चाहिँ म आउँछु सङ्गति भन्यो भनेदेखि लिएर मेरो जग अब बलियो हुनु सक्दैन। भ्याएको बेलामा म जान्छु आधी घन्टाको लागि, यस ठाउँभित्र हामी जानु सकेनौँ भनेदेखि लिएर हाम्रो किल्ला, हाम्रो पिलर, हाम्रो फाउन्डेसन त्यस्तो बलियो हुँदैन। र तपाईँ र मैले बुझ्नुपर्ने, जान्नुपर्ने र आफूलाई हाल्नुपर्ने कुरा सङ्गतिभित्र पनि हो। सङ्गति शब्द कहाँबाट आयो, कहिले आयो, कतिखेर आयो, त्यहाँप्रति नगर, तर सङ्गति चाहिँ कहाँ चाहिँ थियो त्यो कुरा हामी थोरै बुझ्नेछौँ। अब यहाँनिर त हामीले गर्दै गरेको सङ्गति भन्दाखेरि है, हामी भेला हुन्छौँ, हामी गीत गाउँछौँ, हामी प्रार्थना गर्छौँ, कसैले आराधना गर्छ, कसैले गवाही बाँड्छ, कसैले प्रार्थनाको विषयमा प्रार्थनाहरू गरिदिन्छ।
संगति अझै अगाडि गएर हामीले हेर्दाखेरि संगति चाहिँ साह्रै दामी छ, संगति साह्रै मजाको छ भन्ने शब्दहरू पनि ममा छैन। डिक्सनरीमा पनि पाउँदैन यो शब्दहरू, किनकि त्यसलाई वर्णन गर्ने एक्सप्रेस गर्ने शब्दहरू नै छैन। किनकि शब्द त मानिसले इन्भेन्ट गरेको, मानिसले बनाएको, तर परमेश्वरको कुरालाई शब्दमा हामीले सम्पूर्ण रूपमा त्यसलाई प्रकट गर्न सक्दैनौँ। अनि संगति हामीले वचनमा सुनेको छौँ, पहिलो यूहन्ना 1:7मा 1:9मा 5मा संगति गर्दै गर्दाखेरि पिता पुत्र पवित्र आत्मासितको हाम्रो संगति हुँदै गरेको हुन्छ। इन द क्रिस्चियन वर्ल्ड भ्यूमा, इसाईको थियोलोजिकल दृष्टिकोणमा हेर्दै गर्दाखेरि हाम्रो एउटा परमेश्वर छ। आमेन भनिदिनुहोस् न। अनि एउटा परमेश्वर भित्र चाहिँ पिता पुत्र अनि पवित्र आत्मा त्रिएक परमेश्वर हुनुहुन्छ। आमेन भनिदिनुहोस् न। आमेन भनिदिनुहोस् न। हालेलुया भनिदिनुहोस् न। सुन्दैछु भन्नुहोस् न। बुझ्दै पनि छु भन्नुहोस् न। अझै बुझ्नुहुनेछ। आमेन। किनकि पिता पुत्र पवित्र आत्मा यस संसारलाई, यो ब्रह्माण्डलाई सृष्टि गर्नुभन्दा अगाडि नै उहाँहरू चाहिँ संगतिमा संगति गर्नुहुन्थ्यो। आमेन भनिदिनुहोस् न। मानिस त बनाएकै छैन, आदमलाई बनाएकै छैन, तपाईँ र म आमाको गर्भमा आएकै छैन, तर पनि संगति चाहिँ इन द इटर्निटी पास्टमा, अनन्त कालको समयमा नै संगति चाहिँ थियो। आमेन भनिदिनुहोस् न। संगति त थियो, तर त्यो संगति चाहिँ परमेश्वर, जो परमेश्वरले वचनमा त्रिएक यानी कि तीनवटा व्यक्तिमा वचनमा रिभिल गर्नु भएको छ, पिता पुत्र अनि पवित्र आत्मा। तर यति मात्रै कुरोले हामीले परमेश्वरलाई लिमिट कहिले पनि गर्न सक्दैन। उहाँ चाहिँ बास हुनुहुन्छ। हाम्रो इन्फिनिट माइन्ड, यो थोरै बुझ्ने हाम्रो मनले परमेश्वरको त्यो सबै कुरालाई बुझ्न सक्दैनौँ। हाम्रो माइन्ड पनि के भएको छ? फल, द इफेक्ट अफ सिन है। पापको कारणले गर्दा हाम्रो मन पनि, प्राणको भाग पनि करप्ट भएको छ, बिग्रेको छ। त्यसै कारण त उहाँले भन्छ घरिघरि पढ्नले हाम्रो मनलाई फेरि पनि ओरिजिनल स्टेटमा फेरि पनि स्थापित गर्छ। द्याट इज वाइ बाइबल प्रत्येक दिन पढ्न जरुरी छ। आमेन भनिदिनुहोस् न। किनकि हाम्रो माइन्ड बिग्रेको छ भन्नु भन्दा हाम्रो माइन्ड पर्फेक्ट छैन। हाम्रो माइन्डलाई हामीले नियन्त्रण गर्न सक्दैनौँ, तर माइन्डले हामीलाई नियन्त्रण गरिरहेको हुन्छ थुप्रो प्रकारको कुरोहरूले। किनकि आदमको मन, जुन मनले हजारौँ हजारौँ पशु प्राणीको नाम याद गर्न सक्दथ्यो, त्यो माइन्ड चाहिँ सिद्ध माइन्ड थियो। तर पाप आउनुभन्दा अगाडिको समयमा, तर जब पाप आइसके पश्चातमा मान्छेको मन पनि बिग्रेको छ। मान्छेको सबै इन्टरनल कुरा, ब्लड लाइनको कुरा, स्वभावको कुरा, सबै कुरा बिग्रेको छ। शारीरिक कुरा सबै कुरा बिग्रेको छ। अनि अहिलेको संसारले यी सबै कुरा बनाउनमा अगाडि बढिरहेको छ। डेभलपमेन्ट, इभोल्युसन, टेक्नोलोजिकली सबै कुराले यस संसारलाई पिता पुत्र पवित्र आत्मा त्रिएक परमेश्वर युनिटीमा, एकतामा हामी अलग्गै गर्नु सक्दैनौँ। यति साह्रै बेसी जोडिएको छ। यो कुन चाहिँ भएको, यो कतापट्टिको त्यो छुट्याउनै नसक्ने गरिकन उहाँहरू एकात्रित हुनुहुन्छ। आमेन भनिदिनुहोस् न। एकात्रित हुनुहुन्छ उहाँहरू, यति साह्रो बेसी गहिरिएको, गाँसिएको, छुट्याउन नसक्ने गरी। अनि उहाँहरूको चाहिँ संगति संसार बनाउनुभन्दा अगाडि, मानिसहरू बनाउनुभन्दा अगाडि, इटर्निटी पास्टमा स्वर्गदूतहरू बनाउनुभन्दा अगाडि, लुसिफर बनाउनुभन्दा अगाडि परमेश्वर पिता पुत्र पवित्र आत्मा त्रिएक परमेश्वरको संगति हुँदथ्यो। उहाँहरू रहनुहुन्थ्यो, उहाँहरू बस्नुहुन्थ्यो। अनि उहाँहरूले त्यो संगतिलाई बढाउनको लागि, त्यो फेलोशिपलाई इन्क्रिज गर्नको लागि, त्यो फेलोशिपलाई अझै बढाउनको लागि हामी मण्डली के इच्छा गर्छौँ, हाम्रो परिवार के इच्छा गर्छौँ? इन्क्रिज। मेरो स्यालेरी अहिले यति छ,
यो अझै बढेको म चाहना गर्छु। आमेन भनिदिनुहोस् न। इन्क्रिज। मैले यतिवटा आज रोपेको छु, अर्को पालि अझै रोप्छु। मैले यतिवटा पोल्ट्री फार्म खोलेको छु, यति छ, त्यो अझै म बढेको चाहन्छु। यो चाहिँ हाम्रो स्वभावमा छ, हाम्रो नेचरमा छ। इन्क्रिज, बढेको, हामी सबैलाई अझै मल्टिप्लाई हुँदै गरेको, इन्क्रिज हुँदै गरेको प्राकृतिक तौरमा हामीलाई इच्छा लाग्छ। अनि परमेश्वरलाई पनि संगति बढाउन इच्छा भयो। आमेन भनिदिनुहोस् न। उहाँले जब इच्छा गर्नुभयो संगति बढाउने, अनि उहाँले अब त्यो संगति कहाँ बढाउने? अब जसरी हामीले मण्डली बढाउने एउटा इच्छा गर्यो भनेदेखि लिएर ऊ माथि सेला ट्याङ्कीमा एउटा जग्गालाई हामीले हेऱ्यौँ, त्यहाँनिर हामीले बढाउनु पर्छ भनिकन त्यो एउटा योजना बनायो, अनि त्यसरी सुरु हुँदै गरेको। अब परमेश्वरले पनि त्यो संगति बढाउनको लागि, फेलोशिप तिमी र हामी बढाउनको लागि चाहिँ उहाँले पनि एउटा जग्गालाई हेर्नुभयो, अनि त्यो जग्गा चाहिँ अदनको, भनिदिनुहोस् न, अदनको खै एउटा भनिदिनुहोस् न, अदनको संगतिलाई उहाँले बढाउनको लागि चाहिँ उहाँले एउटा जग्गा हेर्नु पर्यो पहिला, अनि त्यो जग्गालाई उहाँले भेटाउनु भयो। अनि त्यो जग्गा चाहिँ कुन चाहिँ थियो? अदनको बगैँचा। अनि त्यो अदनको बगैँचा मात्रै अब दिनु भएन, उहाँले बनाउनु भएन। उहाँले त्यो संगति बढाउँदै जानको लागि उहाँले मानिस पनि बनाउनु भयो। आमेन भनिदिनुहोस् न। अब त्यो मानिस सुरु हुँदै 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 अहिले हामी यहाँनिर छ अहिले। आमेन भनिदिनुहोस् न। प्रभुले हामीलाई चुन्नु भएको छ, उहाँले हामीलाई बोलाउनु भएको छ, उहाँले हामीलाई छान्नु भएको छ, टिप्नु भएको छ, र फेरि पनि त्यो संगतिभित्र बोलाउनु भएको छ। आमेन भनिदिनुहोस् न। अनि हाम्रो संगति चाहिँ पितासित हो। आमेन भनिदिनुहोस् न। हाम्रो संगति चाहिँ पुत्रसित हो। आमेन भनिदिनुहोस् न। पवित्र आत्मासितको संगति हो। आमेन भनिदिनुहोस् न। त्यो कारण हामी अल्छी लागेको नि त है, त्यही मान्छे मैले देख्नुपर्छ घरिघरि, त्यही मान्छेसित गर्नेसी भन्नुपर्छ, खै नयाँ भयो हुन्थ्यो नि, नयाँ गाउनेहरू आइदिए पनि हुन्थ्यो नि, नयाँ वचन बोल्ने ल्याइदिए पनि हुन्थ्यो नि। किनकि हामीलाई त्यो संगतिमा त्यही त हुन्छ, त्यहाँनिर त्यही प्रार्थना गर्छ। उही मानिसहरू आउँछ, जयमसी भन्नुपर्छ, म अर्को पालि जान्छु। किनकि संगति आज हामीले त्यो हिसाबले हेर्दै गर्दाखेरि हामीलाई निश्चय अल्छी पनि लाग्छ। तर यदि तपाईँ र मैले बुझ्यौ भनेदेखि लिएर हाम्रो संगति चाहिँ परमेश्वर पितासित। आमेन भनिदिनुहोस् न। हाम्रो संगति चाहिँ पुत्र येशू ख्रीष्टसित, हाम्रो संगति चाहिँ पवित्र आत्मासित। यदि हामीले बुझ्यौ, त्यो संगतिभित्र हामी पस्यौँ भनेदेखि लिएर साँच्चै नै हामीले संगतिको त्यो घनिष्ठतालाई, जुन चाहिँ सृष्टि हुनुभन्दा अगाडि उहाँले रच्नु भएको संगतिभित्र हामी पस्दै गरेको हुन्थ्यौँ। आमेन। यूहन्ना 17:21। अब हामीले अलिक अगाडि पढिएको शब्दलाई याद गरे कि गरेनौँ? त्यो अगाडिको शब्दलाई डमादेखि पढिदिनुहोस् न, अगाडिको लाइनलाई। हुन्छ त्यति नै। हामीले यहाँनिर एउटा वाक्यभित्र, एउटा सेन्टेन्सभित्र के शब्दलाई हामीले याद गर्दै गर्दाखेरि परमेश्वर अनि प्रभु येशू ख्रीष्ट उहाँहरू संगतिमा उहाँहरू एकै हुनुहुन्छ। आमेन भनिदिनुहोस् न। तर उहाँको इच्छा, उहाँको चाहना चाहिँ हामी पनि त्यो त्रिएक, त्यो परमेश्वरको एउटा परिवार छन्, त्यो परिवारसित मिलिएको। आमेन भनिदिनुहोस् न। त्यो परिवारसित चाहिँ मिलिएको उहाँको इच्छा, उहाँको योजना। यसरी त्यही भनेर प्रार्थना गर्नुभयो यूहन्ना 17 कि पिता तपाईँ र म त हामी एक छौँ। अनन्त कालदेखि हामीले योजना पनि बनायो संसारको लागि, हामीले प्लान बनायो, मानिस बनाउने भनेर आदम नाम पनि राख्यो, अनि सबै भयो। तर उनीहरू त छोइ हामीसित संगति छैन त। के भन्दैछ यहाँनिर? पुत्रले पितासित बिन्ती गरिरहेको छ, पुत्रले परमेश्वर पितासित बिन्ती गरिरहेको छ। किनकि इटर्निटी पास्टमा संसारको उत्पत्ति हुनुभन्दा अगाडि नै उहाँहरूको योजना थियो। आज तपाईँ र यहाँ आउनुभन्दा अगाडि नै, बिग ब्याङ थ्योरी हुनुभन्दा अगाडि नै, साइन्टिफिक इभोल्युसन हुनुभन्दा अगाडि नै परमेश्वरको योजना थियो। आमेन भनिदिनुहोस् न। अनि उहाँले चाहिँ एउटा यस्तो योजनालाई बनाउनु भएको थियो कि मेरो परिवार चाहिँ, हाम्रो संगति चाहिँ सारा संसारभरि फैलिएको। आमेन भनिदिनुहोस् न।
त्यस्तो थियो उहाँको योजना। त्यसले गर्दा तपाईँ र मैले वचन अगाडिको पढ्नु पर्ने रहेछ। आमेन भनिदिनुहोस् न। हामीले उहाँको योजनालाई बुझ्न थाल्छौँ, त्यो आधारित अब तपाईँ र मैले प्रार्थना पनि गर्न सक्छौँ। किनकि आजको संसार अर्कै हुँदैछ, तर बाइबलले बताउँदै गरेको, बाइबलले हाम्रो जीवनमा देखाउँदै गरेको संसार फाल्टै छ। आमेन। हामी कुन चाहिँ संसारको लागि तयारी हुने, कुन चाहिँ संसारमा हामी जिउने, तपाईँ र मेरो हातमा निर्णय छ। त्यसले गर्दा हाम्रो जगलाई निर्माण गर्नको लागि तपाईँ र मैले काम गर्नु जरुरी छ। आमेन। हालेलुया। प्रेज द लर्ड। अनि कलासी 2:7 पनि हामी पढ्न लागिरहेको छौँ। माथि आएको छ स्क्रिनमा। Keep your roots deep in him, build up your lives on him। त्यति मात्रै म पढ्न चाहे, हरियो। अनि यहाँ नेपालीबाट पनि लेखिएको छ, धन्यवाद दिनमा प्रशस्त हुँदै, त्यसको तल्लोपट्टि तिमीहरूलाई शिक्षा दिए बोमोजिन उहाँमा जरा गाडिएका र निर्माण भएका, विश्वासमा दरिला भएका। है, हामीलाई शिक्षा दिए बोमोजिन, द टिचिङ्स अफ द अपोस्टल, द टिचिङ अफ जिजस क्राइस्टमा हामीले आफ्नो जरालाई निर्माण गर्नुपर्ने। हनको किताबमा होइन, बाइबल बाहिरको अरू कुनै पनि सोर्सेसमा हाम्रो विश्वासलाई बलियो बनाउन हामी सक्दैनौँ। किनकि परमेश्वरले आफ्नो योजना, आफ्नो पर्पस, आफ्नो प्लान चाहिँ उहाँले आफ्नो वचनमा रिभिल गर्नुभएको छ। आमेन भनिदिनुहोस् न। अरू कुनै किताबमा पनि होइन। जुन किताबले बताउँला, तर त्यस ठाउँमा हामीले परमेश्वरको योजनालाई, उद्देश्यलाई, प्लान्सलाई पाउँदैनौँ। र तपाईँ र मैले प्रभु यीशु ख्रीष्टले सिकाउनु भएको शिक्षामा, नयाँ नियमको 13वटा इपिस्टल्सहरूमा, लेटर्सहरूमा हामीले हाम्रो विश्वासलाई निर्माण गर्नुपर्छ। आमेन। किनकि येशू मात्रै हुनुहुन्छ हाम्रो लागि प्राण दिने। आमेन भनिदिनुहोस् न। किनकि येशूले मात्र तपाईँ र मेरो प्राणलाई आफ्नो रगतले छुटाउनु भयो। आमेन। अनि यसले गर्दा अरू कसैले पनि हामीलाई उद्धार दिनै सक्दैन, अरू कसैले हामीलाई अनन्त जीवन दिनै सक्दैन। अनि हामीले हाम्रो विश्वासको जरा चाहिँ उहाँको वचनमा गाड्नुपर्छ। आमेन। हालेलुया। प्रेज द लर्ड। हामी अझ अगाडि बढ्दै जाँदाखेरि यो सङ्गतिभित्र, यो सङ्गतिको भागभित्र हामीले यी कुराहरू देख्छौँ। अनि सङ्गतिभित्र चाहिँ तपाईँ र म निर्माण हुँदै गरेको हुन्छ। आमेन भनिदिनुहोस् न। केही न केही कुरा तपाईँ र मेरो फाउन्डेसनको लागि काम हुँदै गरेको हुन्छ। आमेन भनिदिनुहोस् न। केही न केही तपाईँ र मैले सिक्दै गरेको हुन्छ। आमेन भनिदिनुहोस् न। कसैको गवाई सुनेर, कसैको प्रार्थना सुनेर, अनि कसैको मुस्कानलाई हेरेर पनि, कसैको हातले बनाइदिएको मिठो चिया पिएर पनि हामी ताजा हुँदै गरेको हुन्छ। आमेन भनिदिनुहोस् न। अनि आज पास्टर बाबुले अस्तिको हप्ता मजाले यो विषयमा भनिसक्नु भएको छ। त्यसलाई अझ अलि अगाडि बढाउँदै जाँदाखेरि यी भित्र चाहिँ साँच्चै नै हामीले निर्माण गर्नुपर्ने कुरालाई फोकस गर्नुपर्छ। आमेन भनिदिनुहोस् न। होला है, अरू कुरा म जान्दिनँ, खोइ के छ, कस्तो छ, घर के छ, भित्र कस्तो पाउँछ, के पाउँछ म जान्दिनँ, तर मैले मेरो परमेश्वरसितको सम्बन्धलाई, मैले जरा गाडिएको मेरो विश्वासलाई चाहिँ मैले निर्माण गर्नुपर्छ। आमेन भनिदिनुहोस् न। दुधको चिया होस् कि नहोस्, नो प्रब्लम भनिदिनुहोस् न। मासु पाओस् कि नपाओस्, नो प्रब्लम भनिदिनुहोस्। तर यदि मैले परमेश्वरको वचन, मेरो प्रार्थना, मेरो विश्वास बलियो हुन्छ भनेदेखि लिएर आमेन भनिदिनुहोस् न। त्यतिखेर चाहिँ अनि साँच्चै नै उहाँले हामीलाई यी कुराहरू खोज्नको लागि चाहिँ सङ्गति पठाउनुहुन्छ है। भित्ताको उयो त्यो कता के हो त्यो फाल्टै कुरा हो, तर उहाँले सङ्गति तपाईँ र मलाई पठाउँदै गर्दाखेरि हाम्रो विश्वासको जरा, हाम्रो विश्वासको यात्रा, हाम्रो विश्वास चाहिँ प्रभुको वचनमा, प्रभुको शिक्षामा निर्माण भएको। आमेन। अनि आज यो वर्ष हामी कोसिस प्रयास गरौँ, अरू कुरा थुप्रो कुराहरू देख्छौँ होला, थुप्रो कुराहरू सुन्छौँ पनि होला, किनकि यो कानले थुप्रो कुराहरू सुन्छ, तर हामीले यी वचनहरूलाई ख्याल गरौँ, वचनहरूलाई याद गरौँ, हामीले आफ्नो जगलाई सही प्रकारले निर्माण गर्दै जाउँ। नत्र भने सबै कुरा हामीले हाल्दै गयो, मिक्स हुँदै गयो भनेदेखि लिएर साँच्चै नै त्यो जग चाहिँ फेरि पनि गरेर हावा आयो भने फेरि हो छाना उडाउँछ। छाना उडायो भने त फेरि के भन्नु। त्यो विश्वासको छानालाई, त्यो विश्वासको बललाई हामीले अब मजबुत बनाउनै पर्छ। आमेन भनिदिनुहोस् न। र अर्को फेरि पनि त्यो नक्सालाई हामी हेरौँ र अन्तिम एउटा शब्द छ मण्डली।
अब मण्डली आइपुग्दै गर्दाखेरि चाहिँ एक दुईवटा वचन हामी हेर्छौँ न यहाँनिर। यूहन्ना 1:12 हिब्रू 2:10 पहिलो यूहन्ना 3:4 पहिलो यूहन्ना 3:4 हिब्रू 2:10 अनि यहाँनिर चाहिँ हामी पाउँछौँ कि एउटा फ्यामिलीको विषयमा कुरा गरेको, एउटा सन्तानको विषयमा कुरा गरेको, एउटा परिवारको विषयमा कुरा गरेको। फ्यामिली, अब हामीलाई याद भयो कि चर्च मण्डली हामी आफै पनि त हो, किनकि हामी एउटा परिवार। तर अर्को शब्दमा अर्को अर्थमा हामीले बुझ्नु पर्दै गर्दाखेरि मण्डली चाहिँ परमेश्वरको परिवार हो। चर्च कङ्ग्रिगेसन इज अ गड्स फ्यामिली। आमेन भनिदिनुहोस् न। अनि त्यो फ्यामिलीमा चाहिँ म एक्लै कहिले पनि हुन्छु होला र? त्यो फ्यामिलीमा चाहिँ म एक्लै हुन्छु, म हुँदिनँ एक्लै कहिले पनि। अनि परमेश्वरले सङ्गति बढाउने इच्छा गर्नुभयो अनि उहाँको स्वरूपमा भएको उहाँको छोराछोरीलाई त्यो सङ्गतिमा बढाउनका लागि परिवार पनि दिनुभयो। आदम र हवा तिमीहरू दुईजना मात्रै हो, तिमीहरू दुईजना मात्रै हो। अदनको बगैँचामा बस्नु, मिठो मिठो फलहरू खानु, दामी दामी झर्नामा तिमीहरू स्विमिङ पुलमा स्विमिङ खेल्नु, जूमा जानु, घाम ताप्नु, डाँडामा घुम्नु, त्यो गर्नु, त्यहाँ जानु, सबै कुरा मात्रै आदम र हवालाई मात्रै परमेश्वरले राखिदिनु भएन। दुईजना मात्रै भएको त ढुक्कै न, हामीलाई पनि यहाँनिर अहिले कहाँ हुन्थ्यो होला त? किन संसारको कष्ट, किन संसारको ऋण, किन फिक्री, किन रोग, यसमा जिउनु पर्थ्यो होला र? उनीहरूले मात्रै गर्थ्यो होला नि मजाले। तर के गर्नु, एप्पल खायो उनीहरूले। परमेश्वरले जब आदम र हवालाई सन्तान हुने आश पनि दिनुभयो अनि त्यो सन्तान चाहिँ बढ्दै 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 आए। तर त्यो बिचमा फेरि अर्कै आएर परमेश्वरको योजनालाई रोकेको छ, परमेश्वरको योजनालाई बिगार्नु खोजेको छ। त्यो एकछिन त्यतापट्टि राख्दै तर परमेश्वरको योजनालाई हामी हेरौँ न त। मण्डली चाहिँ फेरि पनि के हो? परमेश्वरको परिवार हो। अनि त्यो परिवारभित्र चाहिँ परमेश्वरले थुप्रो राख्नु भएको छ। हिजो विवाहमा विभिन्न ठाउँहरूबाट कसैले भन्दै थियो टाढोबाट सन्तानहरू आएको छ, परिवारहरू आएको छ, चिनापर्ची हुँदै थियो। कसैको काका, कसैको बोजू, कसैको मामा, कसैको दिदी, कसैको भेना, कसैको भाइ, काका काकी, मामा मामी, विभिन्न व्यक्तित्वहरू त्यो परिवारभित्र। किनकि परिवार चाहिँ ठुलो छ। परमेश्वरको परिवार पनि अब ठुलै छ। सारा विश्वभरि नै उहाँको साँचो चर्च त छँदैछ, तर आज हामी पनि यहाँनिर त्यो परिवारको एक सानो बडे हिस्सा हो। अनि त्यो परिवारभित्र चाहिँ थुप्रो छ। सानो सानो नानीहरू पनि छ, अलिक ठुल्ठुलो भएकोहरू पनि छ, ठुलो हुँदै गरेको पनि छ, ठुलो भइसकेको पनि छ। अनि सबै मिलेर एउटा परिवार बनिएको छ। आमेन भनिदिनुहोस् न। अनि त्यो परिवारलाई चिन्नको लागि, त्यो परिवारसित सम्बन्ध मजबुत हुनको लागि चाहिँ मण्डली चर्च आउन जरुरी रहेछ। आमेन भनिदिनुहोस् न। चर्च यहाँनिर मण्डली हामीले अन्तिम बुदालाई हेर्दै गर्दाखेरि हामीले आफ्नो परिवारमा अब हामीले चिनेनौँ भनेदेखिले त फेरि मेरो परिवार छ म कसरी भन्नु त? मेरो ब्याप्टिस्ट मण्डलीको एउटा परिवार छ म कसरी भन्नु त? म को हो एल्डर अङ्कलको नाम भन त? हजुर त्यो एल्डर अङ्कलको नाम त मैले बिर्सेँ त भन्यो भनेदेखि म मेरो परिवारलाई कसरी चिन्छु होला? मण्डलीभित्र चाहिँ यी सबै विशेष व्यक्तिहरूले भरिएको, विभिन्न मानिसहरूले भरिएको हामी व्यक्तिहरू पाउँछौँ। अनि कसैले चिन्दैन होला यहाँनिर ऊ पर आन्टीको नाम के हो, कसैले चिन्दैन होला यहाँनिर हाम्रो अगाडि बस्नुहुने अङ्कल को हुनुहुन्छ। त्यसले गर्दा मण्डली एउटा परिवार चाहिँ एउटा परिवारको रूपमा परमेश्वरले दिनु भएको हो। आमेन भनिदिनुहोस् न। अनि अघि भन्दै थिएँ दुईवटा कुरा परमेश्वरसित हामीले बलियो बनायो। यतापट्टि अब सङ्गतिमा तपाईँ र मेरो विश्वासको जर्नीलाई, अनि अर्को भागमा अब मण्डलीप्रति पनि बनाउनु भाग यहाँनिर छ। आमेन भनिदिनुहोस् न। अनि मण्डलीलाई फेरि पनि हामीले है उपरको अङ्कल सन्जु अङ्कललाई मैले चिनेर भनेदेखि हुन्छ, सन्जु भाइ नै हो,
अङ्कल त्यसै भनेको मात्रै, सानो भाइले अङ्कल भन्छ। अलिकति हाँस्नु पनि हुँदैछ तपाईँहरू है, कस्तै सधैँ हाँस्नु पाएको कति मजा आउँथ्यो है। तर है त्यो परिस्थितिले त्यो हाँसोलाई छेकिदिन्छ। अनि परिवारभित्र चाहिँ यस्तै देख्छौँ भने है, परिवारमा थुप्रै प्रकारको छ। अब एउटै परिवारभित्र दिदी दाजु भाइ बहिनी ताने मात्रै मलाई चाहिँ उसलाई चाहिँ किन दियो, त्यो सबै कुराहरू परिवारभित्र देख्छौँ। अनि आज हाम्रो मण्डलीमा पनि परिवारमा पनि कता कता त्यस्तै 40 वर्षको यात्राभित्र त आम्ने सामने बोल्दै गरेको व्यक्तिले त म त मरे पनि हुन्थ्यो नि भन्नुको उद्देश्य चाहिँ कस्तो होला? जुन परमेश्वरलाई फेरि आँखाले देखेको, बादलको खामा लाल समुद्र तरेको, तर यता आएर फेरि भन्दैछ के हो यो साह्रै भएन, मैं नहीं चिना चाहता हूँ भनेको जस्तै है। मैं बहुत हैरान हो गया हूँ, मैं नहीं चिना चाहता हूँ, सब कुछ छोड़ के मैं ऊपर आना चाहता हूँ, मुझे उठा लो प्रभु भनेको जस्तै। मूसाको जीवनमा जब त्यो आउँदै गर्दाखेरि भन्नुको मतलब त्यो परिवारभित्र त्यो कुराहरूभित्र हामी जानै पर्छ। त्यो परिवार कहिले पनि सिद्ध हुँदैन। त्यो परिवारमा त्यस्तै हुन्छ, खुट्टा अलिकति लम्बडे भएको पनि हुन्छ, भुँडी दुख्ने पनि हुन्छ, सबै प्रकारको। तर उहाँले दिनमा त्यो आज्ञा तिमीहरू प्रतिज्ञाको मुलुकमा त जानै पर्छ। लड्दै पर्दै भए तापनि, ढिलो भए तापनि त्यहाँ चाहिँ पुग्नै पर्छ। र तपाईँले मेरो कोसिस, तपाईँले मेरो इच्छा चाहिँ लड्दै पर्दै भए पनि, नमिल्दै गरेको क्षेत्रमा पनि अगाडि बढ्नै पर्छ। आमेन भनिदिनुहोस् न, आमेन भनिदिनुहोस् न। खोइ उस त मसित बोलेन, म भोलि चर्च जाँदिनँ, उसले मलाई मेरो फोनै उठाएन, म भोलि म चर्च जाँदिनँ, म प्रार्थना जाँदिनँ, म घरमै प्रार्थना गर्छु, म वचन पढ्छु। फेरि अगाडिको 2टा मात्रै जग हाम्रो बलियो हुन्छ, तर फेरि परमेश्वरले चाहनुहुन्छ 2टै जग बलियो बनाएको। त्यसै कारणले गर्दा मैले मण्डली तँलाई दिएको छु, मैले वचन दिएको छु, तँलाई सङ्गति दिएको छु। यहाँनिर चाहिँ निर्माण हुन्छ नि त, यहाँनिर चाहिँ काम गर्न सक्छु म, किनकि जहाँ मेरो नाउँमा 2 कि 3 भेला हुन्छ त्यहाँनिर म हुन्छु। आमेन भनिदिनुहोस् न। पवित्र आत्माले हाम्रो मनलाई, हाम्रो हृदयलाई छुन थाल्नुहुन्छ, फेरि पनि निर्माण गर्न थाल्नुहुन्छ। आमेन भनिदिनुहोस् न। तर फेरि हामी यता 2टामा मात्रै म घोडा टेकेर घरमा पुरा प्रार्थना गर्छु, उपवास गर्छु, फेरि यतापट्टि मैले गइनँ भनेदेखि लिएर तपाईँले मेरो जग चाहिँ फेरि पनि हावा परबाट आउनु आँटेको छ, त्यो हावा अहिले फुक्दिनँ म। र उहाँले हामीलाई यी वचनहरूबाट यही कुरा नै गर्नमा उत्साह दिइरहनु भएको छ, आशा दिइरहनु भएको छ, इन्स्पायर गरिरहनु भएको छ, हामीलाई जोस दिइरहनु भएको छ। आमेन भनिदिनुहोस् न। र तपाईँ र मैले अब जब कोसिस गर्छौँ, जब परमेश्वरलाई सम्पन्छौँ, प्रभु मलाई सहायता गर्नुहोस् तपाईँले, म पनि यो जगहरू बनाउन सकौँ। आमेन भनिदिनुहोस् न। कमजोर त छु, प्रार्थना गर्नु त सक्दिनँ, सङ्गति जानु त मन लाग्दैन, वचन त पढेको बुझ्दिनँ, तर पनि म कोसिस गर्छु, तर पनि म इच्छा गर्छु। पवित्र आत्माले हामीलाई सहायता गर्न थाल्नुहुन्छ। आमेन भनिदिनुहोस् न। यो वर्ष यो कुराहरूमा कोसिस गरौँ, परमेश्वरले हामीलाई। फिलिपी 1 छ, यसै कुरामा मेरो दृढ विश्वास भएर कि जसले तिमीहरूमा एउटा असल काम सुरु गर्नुभयो उहाँले नै येशू ख्रीष्टको दिनसम्म त्यो सिद्ध तुल्याउनु हुनेछ। अनि यो चाहिँ एउटा पौलले एउटा यस्तो विश्वासको साथमा, प्रार्थनाको साथमा तपाईँ र मलाई, मण्डलीलाई, फिलिपीको मण्डलीलाई भन्दै गरेको कुरा यहाँनिर हामी पाउँछौँ कि येशू ख्रीष्ट आउने दिनसम्म चाहिँ म त्यो कामलाई चाहिँ म पुरा गरेर सिद्ध्याउँछु। यसले गर्दा वी आर इन द प्रोसेस है, हामी जग निर्माण गर्ने एउटा प्रक्रियाभित्र छौँ। त्यसले गर्दाखेरि हामीले सुन्यौँ नि त, माटोको भाँडो परमेश्वरले त्यसै कारण मानिसलाई माटोले बनाउनु भएको। यदि फलमले बनाउनु भएको भए त्यो फलमलाई म कसरी फुटाउनु, त्यो फलम कसरी म फेरि बिगारेर अर्को बनाउनु? परमेश्वरले सर्वज्ञानी हुनुहुन्छ, यानि कि ओम्नी साइन्स परमेश्वर। यदि परमेश्वरले सुनले बनाउनु भएको भए हाम्रो हालत कस्तो हुन्थ्यो होला? किनकि लुसिफरलाई
यति साह्रो बेसी प्रेसियस कुराले बनाउनु भयो, उसलाई केही पनि गर्न सकिँदैन, ऊ मर्यो, ऊ परमेश्वरदेखि टाढो भयो। अब ऊ त्यत्तिकै तर परमेश्वरले मानिसलाई माटोले बनाउनु भयो, किनकि त्यो माटो चाहिँ फेरि बिग्रिन्छ, त्यसलाई फेरि बनाउन सकिन्छ। आमेन भनिदिनुहोस् न। यिर्मिया 18 को 1 देखि 4, 5, 6 मा पढ्दै गर्दा उहाँ चाहिँ कुमाले हुनुहुन्छ। आमेन भनिदिनुहोस् न। यो जगलाई बनाउँदै गर्दाखेरि हामी माटो हो, अलिकति ठोकिन्छ, त्यो फुटिहाल्छ। तर यदि फलमको भएको भए उता फुट्थ्यो होला, तर म फुट्दिनँ। उहाँले मलाई चेन्जै गर्न सक्नुहुन्थेन। म यस्तै थिएँ, म उस्तै हो, किनकि म फलमको हो। फलमकोलाई कसले पनि चेन्ज गर्नु सक्दैन। तर उहाँले हामीलाई माटोले बनाउनु भएको। आमेन भनिदिनुहोस् न। म फेरि पनि बदलिन सक्छु। आमेन भनिदिनुहोस् न। मैले मेरो जगलाई बलियो बनाउन सक्छु। आमेन भनिदिनुहोस् न। म येशूको स्वरूपमा म मेरो चरित्रलाई, मेरो बानी बेहोरालाई, मेरो रहन सहनलाई फेरि पनि असल बनाउन सक्छु। आमेन भनिदिनुहोस् न। किनकि म माटोले बनेको। आमेन। त्यसले गर्दाखेरि हामी सक्छौँ। नमिलेको कुराहरू होला, नराम्रो आदतको कुराहरू होला, नेगेटिभ कुराहरू होला, नमन पर्ने कुराहरू होला, तर वी क्यान रिप्लेस इट। आमेन भनिदिनुहोस् न। त्यसलाई हामी बदलिन सक्छौँ। यदि फलमको हो भनेदेखि लिएर तताएर कुट्दा कस्तो हुन्थ्यो होला है। तर यसले गर्दाखेरि हामीलाई उहाँले फलमले कुटेको जस्तै तताएर कुट्नु हुँदैन। त्यसले गर्दाखेरि उहाँले बरु हामीलाई त्यो विभिन्न परिस्थितिहरूभित्र जानु दिनुहुन्छ, सङ्घर्षभित्र जानु दिनुहुन्छ, त्यो काँडा भएको ठाउँहरूतिर अयुबलाई दिएको जस्तै विभिन्न सिचुएसनभित्र उहाँले हामीलाई छोडिदिनुहुन्छ। लु जान त कति सक्छ यस्तो। अनि त्यहाँ पुगेर आथा प्रभु भयो, आई एम सरी प्रभु, भुँडी दुखेर अब जाति भयो, म पक्का जान्छु। विभिन्न सिचुएसन भित्र उहाँले हामीलाई छोडिदिनुहुन्छ, किनकि त्यो माटोको भाँडो, त्यो माटोले बनिएको चाहिँ फेरि पनि निर्माण हुन सक्छ। आमेन भनिदिनुहोस् न। कसैले भन्छ है, म यस्तो कष्टभित्र गएको थिएँ, मैले येशूलाई, परमेश्वरलाई अझै चिने। आमेन भनिदिनुहोस् न। यदि फलमको हो भनेदेखि लिएर केही पनि परमेश्वरले गर्न सक्नु हुन्थेन। ऊ त्यतिकै रहन्थ्यो। र फेरि पनि तपाईँले मेरो लागि नयाँ आशा छ। आमेन भनिदिनुहोस् न। नयाँ उद्देश्य छ, नयाँ योजना छ। फेरि पनि उहाँले मलाई, मेरो जीवनलाई, मेरो है सबै परमेश्वरप्रतिको खामाहरूलाई निर्माण गर्न सक्नुहुन्छ। आमेन हालेलुया। त्यसले गर्दाखेरि उहाँले फिलिपी 1:6 त्यहाँनिर हामीले पढेको पदमा उहाँले त्यो काम सुरु गर्नुभएको छ। त्यो काम गर्नलाई हामीले हाम्रो जीवनलाई कर्पोरेट एलाइनमेन्ट उहाँसित हामीले दिन सक्नुपर्छ। आमेन भनिदिनुहोस् न। अनि यो चाहिँ वचनमा, प्रार्थनामा, सङ्गतिमा, मण्डलीमा। आमेन। यो कुरा भित्र उहाँले फेरि पनि तपाईँले मेरो जीवनलाई काम गर्न सक्छ। एउटा अन्तिम उदाहरण, अब परिवारमा आइसके पश्चातमा, परिवारमा आयो पश्चातमा हिजो काकालाई ढोक्दै थियो, बाजालाई पनि ढोक्दै थियो, बोजूलाई पनि ढोक्दै थियो, सबैलाई किनकि त्यो सम्बन्धलाई बनाइरहेको थियो, आदर सम्मान गरिरहेको थियो। तर काका आएर, काकी आएर, बाजे आएर, बोजू आएर आशिष नदिइकन, नभेटिकन जाँदै गर्दाखेरि त्यो फेरि एउटा परिवार कस्तो परिवार होला भन्नुहोस् न। अब यहाँनिर हामी आएको छौँ, गीत गाएको छौँ, वचन सुनेको छौँ, सबै कुरा गरेको छौँ, तर परिवार जस्तै हामी भएन भनेदेखि लिएर त्यो फेरि कस्तो कुरा होला यसो विचार गर्नुहोस् न। अब यहाँबाट निस्किँदै जाँदाखेरि अब डेन्जङ्गलको अगाडि कहिले पसौँ भित्र भनेर बाहिर दाँत बसेको हुन्छ, किनकि डेन्जङ्गलभित्र केही कुरा त्यहाँ देखाउँदैछ। अब बाहिर यति साह्रो मान्छे श्रेणीमा, लाइनमा बसिरहेको हुन्छ, जोडा जोडी, केटा केटी सबैले, किनकि त्यो परिवार त होइन, त्यो घरै होइन, त्यो एउटा जग्गा मात्रै हो, त्यो एउटा मनोरञ्जन लिने एउटा जग्गा मात्रै हो। त्यो एउटा मनोरञ्जन लिने जग्गा मात्रै हो। त्यहाँनिर त्यस्तै नै हुन्छ। बाहिर पर्ख्यो, हातमा पपकर्न लिएर, फ्रुटी लिएर, कोका-कोला लिएर पर्ख्यो, पर बेल बज्यो, कुद्यो, भित्र हुरुङ पस्यो। त्यहाँ परिवार हुँदैन, त्यहाँ कोही त हुँदैन,
अब एकछिनमा बत्ती पनि झ्याप्पै गयो, अब आयो मजा। कसले पनि देख्दैन छेउमा। भन्नुको मतलब त्यो परिवार होइन त्यहाँनिर, त्यो एउटा यस्तो जग्गा हो। अब मजाले त्यहाँनिर हेऱ्यो, पुरा फाइट हुँदैछ, कुण्डाले भक्कु दियो, धुलाई उताबाट पनि दियो, हिरोले पुरा त्यहाँ फाइट खेल्दैछ, सबै हेऱ्यो, आमा मजामा हुँदैछ है, सबै हुँदैछ, गीत पनि दामी आयो, सबै हुँदैछ त्यहाँनिर। साला पपकर्न पनि अब सक्यो, कोकाकोला पनि सक्यो, टाइम पनि अब त यहाँ राख्दैन, अब त जानु पर्यो। अनि जस्तो सकिन्छ त्यहाँदेखि बाहिर है गुट्टु टुट्टु आमा ठेल्लम ठेला। कसैले पो मलाई देख्दैन कि थुप्रो स्थिति परिस्थितिभित्र त्यहाँनिर गुटुङ टुङ आउँदै गरेको हुन्छ। अब त्यहाँनिर दाजु पनि भेट्नु परेन, बोजू पनि भेट्नु परेन, पास्टर अङ्कल पनि त्यहाँनिर भेट्नु परेन, कोही पनि भेट्नु परेन, किनकि त्यो परिवार होइन। त्यहाँनिर जस्तो गयो त्यस्तै निस्क्यो। संसारको स्थिति, संसारको नक्सा चाहिँ यो प्रकारको छ। अब त्यहाँनिर त पायो, त्यहाँनिर हात मिलाउँदा भयो, नमिलाउँदा पनि भयो, जैमसी भन्दा पनि भयो, नभन्दा पनि भयो, कस्तो हुनुहुन्छ तपाईँ भन्दा पनि भयो, नभन्दा पनि भयो, त्यहाँ त कोही पनि छैन। तर यस भवनमा मण्डली चाहिँ एउटा परिवार परमेश्वरले बनाउनु भएको। आमेन भनिदिनुहोस् न। अब यहाँनिर चाहिँ चिनाजानाहरू छ, आमेन भनिदिनुहोस् न। यहाँनिर चाहिँ आदरणीय अङ्कलहरू हुनुहुन्छ, आन्टीहरू हुनुहुन्छ, पास्टर बाबु हुनुहुन्छ, पास्टर नि आमा हुनुहुन्छ, अगुवाहरू हुनुहुन्छ, सबै टिनेजको दाजु भाइ दिदी सबै प्रकारको छ। अनि यहाँनिर चाहिँ हामी त्यहाँ जस्तै गर्न सक्दैनौँ, आमेन भनिदिनुहोस् न। यहाँभित्र चाहिँ हामीले परमेश्वरको छोराछोरी, परमेश्वरको स्वभावलाई झल्काउने जग्गा हो, आमेन भनिदिनुहोस् न। अनि यस ठाउँमा आउँदै गर्दाखेरि वचन, प्रार्थना, सङ्गति, मण्डलीले चाहिँ हामीलाई एउटा यस्तो व्यक्ति परमेश्वरको छोराछोरी बनाउँदै गरेको छ, आमेन भनिदिनुहोस् न। जुन चाहिँ उहाँको अनन्त कालमा थियो त्यो योजना, अनि त्यो योजना चाहिँ हामीले पुरा गर्दै गरेको हुन्छ, आमेन। अनि यसले गर्दाखेरि यो चाहिँ के हो, एउटा काम यस्तो है उस्तो अब यो गर्नुपर्छ। हामी सबैले नै आफ्नो आफ्नो क्षेत्रमा कोसिस गर्नुपर्छ, आमेन आमेन भनिदिनुहोस् न। सुन्यो है यस्तो उस्तो, तर साह्रो त पर्छ। फेरि प्रार्थना गर्नु तपाईँलाई अल्छी लाग्छ, सङ्गति जुन कि नजुन पनि हुन्छ, यो सबै कुराहरू छ, तर त्यसलाई हामीले सामना गर्नै पर्छ, आमेन भनिदिनुहोस् न। त्यो चुनौतीलाई हामीले झेल्नै पर्छ, आमेन भनिदिनुहोस् न। अनि तब मात्रै उहाँले हामीलाई सहायता गर्नुहुन्छ, आमेन। अनि हुँदै गर्दाखेरि अब तपाईँ र मेरो जवाब चाहिँ है बल्ले हुँदै गरेको हुन्छ, आमेन भनिदिनुहोस् न। जब बल्ले हुन्छ अब एउटा अन्तिम पद पढिकन हामी बन्द गरिरहेको छौँ। मत्ती 7:24। अलिकति बुझाउनु पर्दै गर्दाखेरि समय अलिकति तन्किन्छ, यसले गर्दाखेरि धैर्य गरिदिनुहोस्, किनकि वचनले साँच्चै नै तपाईँ र मेरो जीवनमा काम गर्छ, आमेन हालेलुया, प्रेज द लर्ड। मत्ती 7:24 यसरी लेखिएको छ, म पढिरहेको छु। यसकारण जसले मेरा यी वचनहरू सुन्छ र गर्दछ, र म एउटा बुद्धिमान मानिससित त्यसको तुलना गर्दछु, जसले आफ्नो घर चट्टानमाथि बसालियो। अनि हामीले है यो वचन पढ्दै गर्दाखेरि यहाँनिर सुन्छौँ त्यो चट्टानमाथि बसालिएको व्यक्तिसित, बुद्धिमान मानिससित तुलना गरेको छ। भन्नुको तात्पर्य परमेश्वरको कुरालाई अब तपाईँ र मैले कोसिस गरिकन परमेश्वरको कुरालाई हामीले आफ्नो जीवनमा चाहिँ लगाउनु नै पर्छ, आमेन भनिदिनुहोस् न। तर फेरि यो गरेन भनेदेखि लिएर चाहिँ फेरि म पनि यहाँ कराएको व्यर्थै भयो, हामी पनि यहाँनिर आजको दिन आएको व्यर्थै भयो, गायो नाच्यो त्यति मात्रै भएर जान्छ। तर परमेश्वरले आज हामीलाई केही न केही कुरा लगेर गएको चाहनुहुन्छ, आमेन भनिदिनुहोस् न। अनि यसले गर्दाखेरि उत्साह प्रोत्साहन गर्न मैले चाहेँ कि साँच्चै नै यी वचनले हाम्रो जीवनमा अझै कार्य गरेको होस्। तर अलिकति मुनि फेरि पनि प्रभु यीशु ख्रीष्टले भन्नुहुन्छ, तर एउटा यस्तो मानिस पनि छ जसले चाहिँ वचन सुन्छ, चर्च पनि आउँछ, प्रार्थना गर्छ, आराधना गर्छ, सबै कुरा गर्छ, तर यी वचनलाई उसले सुनेर आफ्नो जीवनमा काम गर्नु दिँदैन। अनि यी व्यक्ति चाहिँ एउटा यस्तो व्यक्ति भएर जान्छ जुन व्यक्तिले चाहिँ आफ्नो घरलाई बलुवामाथि, भनिदिनुहोस् बलुवामाथि, त्यो बलुवामाथि बसालेको घर चाहिँ अघि भनेको जस्तै आधी बेरी तुफान हुरी आयो अनि
सबै लड्यौँ। र तपाईँ र मेरो अब जिम्मेवारी हो त्यो आधी बेरीलाई सामना गर्ने, त्यो तुफानलाई सामना गर्ने। आमेन भनिदिनुहोस् न, आमेन भनिदिनुहोस् न। प्रभुले हामीलाई सहायता गर्नुहुन्छ। आमेन। हामीले हाम्रो स्थानमा खडा हौँ, प्रभु हामी सामर्थ मागौँ। प्रभु अझै मलाई सहायता गर्नुहोस्, मेरो आत्मिक जगलाई, मेरो मण्डलीप्रतिको सम्बन्धलाई, परिवारप्रतिको, वचनको, सङ्गतिको, प्रार्थनाको ती सबै भागहरूमा प्रभु तपाईँले मेरो जीवनमा फेरि पनि नयाँ काम गर्नुहोस् भनिकन हामी मनमा नै छोटो प्रार्थना हामी गर्न लागिरहेका छौँ। पिता परमेश्वर, तपाईँले हामीलाई सहायता गर्नुहोस्। आजको दिन विशेष गरिकन जति पनि प्रभु हामीले वचनहरू सुनेका छौँ, यी वचन चाहिँ प्रभु जिउँदो छ। तपाईँको वचन चाहिँ प्रभु शक्तिशाली छ। तपाईँको वचनले चाहिँ प्रभु हाम्रो जीवनमा काम गर्छ। तपाईँको वचनले हाम्रो जीवनलाई बदल्याउँछ। तपाईँको वचनले हामीलाई ढाडस दिन्छ। तपाईँको वचनले हामीलाई त्यो बाटो, त्यो दिशा, त्यो ज्योति दिँदछ। प्रभु हामी प्रार्थना गर्छौँ, हामी प्रभु सिद्ध छैनौँ तर सिद्धतातर्फ प्रभु हामी बढ्न चाहन्छौँ। प्रभु हामी इम्प्रुभ हुन चाहन्छौँ, हामीले प्रोग्रेस गर्न चाहन्छौँ, उन्नति गर्न चाहन्छौँ सबै एरियाहरूमा, सबै भागहरूमा। अनि सुन्दर एउटा मण्डली, सुन्दर एउटा परिवार प्रभु हामी निर्माण गर्न सकौँ। धन्यवाद पिता आजको समयको लागि। र यो वर्षभरि तपाईँले हामीलाई यसरी नै तपाईँले गाइड गर्नुहोस्, तपाईँले मद्दत गर्नुहोस्, प्रार्थना गर्छु। धन्यवाद पिता। हरेक सानो भाइ बहिनीहरूमाथि पनि, हरेक प्रभु आज जवान जवानीमाथि, हरेक आमाहरूमाथि, हरेक बाबु, हरेकको जीवनमा प्रभु तपाईँले हामीलाई सहायता गर्नुहोस्। अझै तपाईँले हामीलाई निर्माण गर्नुहोस् भनिकन प्रार्थना गर्दछु। पिता तपाईँलाई सबै कुरोको लागि धन्यवाद। येशू ख्रीष्टको नामबाट आमेन। हामी परमेश्वरलाई महिमाको ताली